Namaste and welcome back to another brand new episode of Nyano Mayaka Kura brought to you by Nyano Diapers. र आज हामी कुरा गर्न गइरहेका छौं with two mom influencers. उहाँहरूको करियर सायद डिफरेन्ट पाथ्समा सुरु भयो होला तर अहिले आएर उहाँहरू कन्टेन्ट क्रिएसन, आफ्नो फ्यामिलीको कन्टेन्ट बनाउने, यो डिजिटल वर्ल्डमा रमाउने र सँगसँगै धेरै कुराहरू सिकाउने काम पनि गर्नुहुन्छ. Please put your hands together to welcome the very beautiful Karishma and Binjal. Hi. Hi. Welcome to the show. Hello. Thank you. कस्तो feel भइरहेछ? All mom in same frame. We are here to do some mom talk. Yes. त्यस्तो एनर्जी आइरहेछ, mom talk एनर्जी हुनेवाला छ आज भनेर. हजुरै एकदमै. So first of all, let me start with your journeys, हैन? दुवैजना कन्टेन्ट क्रिएसन गर्नुहुन्छ. Let's start how you started your journey into content creation. कस्तो start भयो? One fine day you just woke up and like, आजदेखि म कन्टेन्ट बनाउँछु भन्ने थियो कि पहिलादेखिको इच्छा थियो कि? So let's start from the very start of content creation. तपाईहरुको लागि कसरी स्टार्ट भयो? कन्टेन्ट क्रिएसन भन्दा पनि लाइक कन्टेन्ट क्रिएटर बन्छु भनेर चाहिँ कन्टेन्ट त्यति बेला चाहिँ यस्तो धेरै कन्टेन्ट क्रिएसनको यो जुन अहिले हाइप छ नि त्यो चाहिँ थिएन जुन बेला मैले गर्थेँ हैन. सो यतिकै र्यान्डम भिडियो राखिरा हुन्थेँ अनि गर्दा अनि त्यसपछि ओके सो यो चाहिँ यसलाई चाहिँ कन्टेन्ट क्रिएसन भन्दो रहेछ भनेर अनि त्यसरी अझै बनाउँदै गइसकेपछि सो डिफ्रेन्ट ब्रान्डहरुसँग रिच आउट हुँदो रहेछ. त्यसपछि ब्रान्डहरुले कन्ट्याक्ट गर्ने. सो त्यसरी चाहिँ ओके सो म चाहिँ कन्टेन्ट क्रिएटर भएछु भन्ने चाहिँ भयो. त्यसरी चाहिँ सुरु भएको. मैले चाहिँ नानीको त्यो रेसिपीहरु बनाएर राख्थेँ त्यो डेली लाइफ. सबैभन्दा तपाईको फेमस भएको त्यहीबाट नै हो आई थिंक फुड रेसिपीहरु अनि अझ मेन ड्युरिङ यो प्रेग्नेन्सी एन्ड बच्चा हुर्काएको बेलामा द डुज एन्ड डोन्ट्सहरु कति धेरै कमन भनौँ न अब मिसकन्सेप्ट्सहरूलाई तपाईँले यस्तो चाहिँ गर्नु हुँदैन यो गर्नुहुन्छ भन्ने खालेको त्यहाँबाट स्टार्ट भएको थियो. कतिखेर फिल भयो कि यस्तो कन्टेन्ट चाहिँ सही मान्छेमा पुगिरहेको रहेछ, मैले चाहिँ मान्छेलाई हेल्प गरिरहेको रहेछ भन्ने फिल पनि भयो इन द प्रोसेस अनि त्यसपछि झन् इन्करेजमेन्ट मिल्यो कि अझै कन्टेन्ट बनाउनलाई? त्यस्तै नै भएको थियो. जब चाहिँ जब मम्मीहरूले नै मसँग रिच आउट गरेर यस्तो गर्नु हुँदो रहेछ नरहेछ है गर्न नहुँदो रहेछ यसलाई चाहिँ अब के गर्ने अब कहिलेकाहीँ चाहिँ राति 1-2 बजे पनि फोन आउने. अब लाइक यति धेरै ट्रस्ट गर्ने कि उहाँहरूले मलाई मलाई के अरे मेरो बच्चालाई यति डिग्रीको ज्वरो आइरहेछ के गर्नु डक्टर के अरे हस्पिटल लानु के गर्नु भनेर त्यसरी भन्नाले त्यसरी चाहिँ अलिकति ला कस्तो विश्वास गर्नु हुँदो रहेछ मलाई भनेर जसरी अनि त्यो त्यस्तो खालको भिडियो राख्दाखेरि अलिकति धेरै मान्छेहरूमा रिच आउट पनि हुने भिडियो अलि भाइरल जाने अनि त्यस्तो गरेपछि चाहिँ अझै धेरै इन्करेज हुँदै गएपछि अनि मैले त्यस्तै खालको कन्टेन्टहरूलाई चाहिँ कन्टिन्युटी दिँदै गएँ. तर त्यसले गर्दाखेरि प्रेसर पनि फिल हुन्थ्यो होला यति धेरै मान्छेले मलाई लुकअप गरिरहेछ ला भोलि मैले कुनै रङ इन्फर्मेसन दियो भन्ने कुरा त्यस्तो टाइपको कन्ट्रोभर्सीमा कहिले पर्नु भयो विथ एनीथिङ? एकपटक चाहिँ परेको थियो. यो ब्लड चेकअपको कुरामा चाहिँ मैले चाहिँ रुटिन चेकअप चाहिँ एभ्री इयर गर्दा ठिक हुन्छ बच्चाहरूलाई भनेर चाहिँ त्यस्तो खालको भिडियो बनाएको थिएँ. अनि त्यसमा चाहिँ यो ब्लड क्यान्सरको कुरा आएको थियो. अनि आउँदाखेरि चाहिँ मैले अब रुटिन चेकअप गरेको भए चाहिँ हामीले अलि अगाडि नै थाहा हुन्थ्यो होला. त्यस्तोवाला राख्दाखेरि चाहिँ यो चाहिँ अब ब्लड क्यान्सर चाहिँ ब्लड चेकअपले नै थाहा भइहाल्ने कुरा होइन यो त्यति छिटो भन्नेवाला कुरामा चाहिँ धेरैजनाले यो मिसइन्फर्मेसन भयो. बच्चालाई किन त्यो कोपेर दुःख दिने टाइपको त्यो कुरामा चाहिँ एकदमै कन्ट्रोभर्सी भएको थियो एकपटक. त्यही नै हो. त्यसपछि चाहिँ अलिकति म पनि केयरफुल भएर ओके सो जस्ट अलि धेरै आफूले रिसर्च गरेर आफू पनि अलिकति आफ्नो हाम्रो पेडियाट्रिसियनलाई सोधेर त्यो अनुसारले चाहिँ राख्ने गर्थेँ. तर कति टाइमसम्म त राख्दा पनि राखेन डर लागेर कि. त्यही त किनभने हामीले स्पेसली जब मिनिङफुल इन्फर्मेसन कन्टेन्टहरू हाल्दाखेरि चाहिँ त्यो एउटा पावर छ नि त तपाईँसँग, यु क्यान क्रिएट. तर त्योसँग एकदम हेभी रेस्पोन्सिबिलिटी पनि आउँछ अनि त्यो पनि एकदमै लिनु सक्नुपर्छ जस्तो लाग्छ. अब त्यो वाइयातहरू आयो भने चाहिँ जुन वाइयातमा धेरै फसिरहेको हुन्छ म त्यहाँ जान्छु अहिले नेक्स्ट होइन त्यस्तोलाई चाहिँ अब इग्नोर नै हो बिकज यु क्यान नट डिल विथ फुल्स अल द टाइम. त्यो अरूको त्यो लेभलमा आफू झर्नु त भएन नि त. तर त्यो दुईवटा प्रकारको कन्टेन्टमा चाहिँ आई थिङ्क द्याज अ डिफरेन्स. तपाईँले यदि एजुकेट अवेर गराउनको लागि केही गर्दै हुनुहुन्छ भने त्यसको अकाउन्टेबिलिटी लिन पनि सक्नुपर्छ. त्यसमा तपाईँले केही गल्ती बोल्नु भएको छ भने त्यतिखेर चाहिँ इग्नोर गरेर लुकेर भागेर चाहिँ द्याट इज नट टेकिङ अकाउन्टेबिलिटी हो होइन. बट एट द सेम टाइम अब म तपाईँकोमा आएँ होइन कतिचोटि पर्नुहुन्छ है अननेसेसरी कन्ट्रोभर्सीहरूमा.
समटाइम्स म हेरिरहेको हुन्छु यु अलवेज कम अन माई एफवाइपी होइन अनि म हेर्छु पनि कहिले काहीँ लामै भिडियो हुन्छ बिकज करिश्मा इज भेरी भोकल आई थिङ्क कुनै कुरा चित्त बुझेन भने तिमी बोलिहाल्छौ कुनै कुरा कसैको टिका टिप्पणी मन परेन भने त्यसलाई च्यालेन्ज गरिहाल्ने खालेको छ अनि कहिले काहीँ म सुन्छु क्या पुरै अनि सकेपछि आई रियलाइज कि यसको के पर्पज थियो होला यसको लाइक हुन्छ नि वाइ आर पिपल अनोइङ हर फर अननेसेसरी थिङ्स होइन कति धेरै चिजहरूमा त चुप लाएर बस्दा पनि हुन्छ नि त तर त्यो कोट्याइरहने डु यु थिङ्क इज बिकज अफ यु नेचर बिकज दे नो कि उसलाई कोट्यायो भने चाहिँ उसले बोल्छ सो त्यो भइसकेपछि मैले पनि एक प्रकारको भ्यालिडेसन र एउटा अटेन्सन पाउँछु एन्ड पिपल जस्ट काइन्ड अफ नो द्याट ओ करिश्मालाई चाहिँ ट्रिगर गर्न अलिकति सजिलो छ उसलाई मैले अलिकति धेरै जिस्कायो भने ऊ बोलिहाल्छ उसले रिटालिएट गरिहाल्छ भन्ने त्यस्तो इमेज छ जस्तो लाग्छ तिमीलाई तिम्रो होइन त्यो पनि होला सायद किनकि म पहिलादेखि एकदमै फाइट गर्थेँ नि त कमेन्ट्सहरूमा रिप्लाई गरिहाल्नु पर्ने खालको फर्स्टमा त इफेक्ट गर्थ्यो किनकि यो सबै चिज स्टार्ट भएको नै मेरो बिहेपछि त मलाई मान्छेले चिनेको हो नि त अनि त्यतिखेर चाहिँ अलिकति पचाउन गाह्रो हुन्थ्यो पछि चाहिँ रिस उठ्न थाल्यो कि किन भन्ने त मलाई मैले के गरेको छु र भने जस्तो हुन्थ्यो जस्ट बिकज युआर पब्लिक फिगर अब सबैले अब बिहापछि चिन्यो सलोनको बुढी भनेर चिन्यो वाट एभर पछि गएर क्याबिन क्रू भन्यो होला कन्टेन्ट क्रिएटर भन्यो होला तर त्यो कस्तो मैले के खाइदिएको छु र भने जस्तो हुन्थ्यो क्या मलाई चाहिँ अनि पहिला चाहिँ फाइट गर्थेँ अझ अहिले चाहिँ बिस्तारै चाहिँ त्यो चाहिँ कम चाहिँ भएको छ अहिले चाहिँ आई ब्लक देम होइन तर कोही हजुरले भने जस्तै कुनै कमेन्ट त कस्तो असह्य नै हुन्छ नि त लाइक तिम्रो त्यो भन्ने मलाई त्यो हकै छैन कि अनि किन लिनु भन्ने एक्ज्याक्टली अनि त्यो मलाई चाहिँ सबभन्दा ट्रिगर गर्ने पोइन्ट चाहिँ के भने त्यो कमेन्ट्सहरू मैले मात्रै देख्दिनँ कि मेरो फ्यामिली मेम्बरले देख्छ नि त अनि त्यहाँसम्म पुग्दाखेरि चाहिँ इट डजन्ट फिल नाइस क्या अब मम्मी बाबाले युजली त भन्नुहुन्न तर कहिले कसो तँलाई किन यस्तो भनिरहेको भन्दाखेरि चाहिँ त्यो चाहिँ एकदम चित्त दुखाइ हुन्छ कि अनि म बोलिदिइहाल्छु विच आइएम ट्राइङ टु कन्ट्रोल भइरहेको छैन आई थिङ्क विल गेट देयर स्लोली बिकज बिस्तारै अब तिम्रो कन्टेन्ट क्रिएसन जर्नी एन्ड द एक्सपोजर टु दिस होल थिङ फेयरली न्यू नै हो नि त बिकज पहिला त बिफोर यु डेटेड सलोन आई थिङ्क अ भेरी सिम्पल लाइफ हुन्छ नि कहिले सोचेको थियो यसरी लाइफ 180 डिग्री टर्न हुन्छ एन्ड यु वुड बी वेयर यु आर टुडे भनेर नै आई वाज इन्टु खास मोडलिङ इन्डस्ट्री मैले पेजेन्टहरू चाहिँ गरेको छु 2-3वटा गरेको थिएँ अनि ऱ्याम्प मोडलिङै गर्थेँ त्यसपछि ठ्याक्क यता कलेज सुरु गरेँ ब्याचलर सुरु गरेँ अनि मेरो उता क्याबिन क्रूमा नाम निस्किहाल्यो कि सो आई वेन्ट द्याट साइड अनि सलोन इन्ट्रोड्युस हुनुभयो मलाई थ्रु अ म्युजिक भिडियो अनि त्यतिखेर चाहिँ यही फिल्डमै इन्ट्रोड्युस भयो नट लाइक प्लेन्स लेनतिर वाइल यु वर सर्भिङ हिम टाइपको टिपिकल लभ स्टोरी त्यस्तो चाहिँ होइन त्यस्तो हो कि जस्तो लाग्दो रहेछ कि ओके मेरो खास प्लान चाहिँ म यसमै आउँछु भन्ने थियो बट यो तरिकामा इन्ट्रोड्युस हुन्छु भन्ने चाहिँ थिएन कि मलाई पनि आई वाज ट्राइङ म्युजिक भिडियो हेयर एन्ड देयर अनि त्यतिखेर भेट हुँदाखेरि चाहिँ उहाँले चाहिँ आई लाइक यु वाला टाइपको कुरा गर्दाखेरि चाहिँ अचम्म लाग्ने क्या मलाई चाहिँ किन मन परा होला मलाई नो सिरियसली किन आई वाज अ भेरी एकदमै टम गाई खालको केटी एकदमै ड्रेस पनि त्यस्तै गर्ने पारा पनि त्यस्तै केटा साथीहरू यस्तो यस्तो अनि हिरो जस्तो मान्छेले मलाई किन हेरे होला जस्तो हुन्थ्यो कि त्यो अलिकति इन्फेरियर फिल हुन्थ्यो मलाई फर अ भेरी लङ पिरियड अफ टाइम अनि पछि क्याबिन क्रू भयो अनि मेरो ग्रुमिङ चाहिँ बोथ वे भयो क्या सलोनलाई नि सानो अलिकति आई वाज जस्ट 19 उसलाई भेट्दाखेरि अनि उसले पनि मलाई कति चिजहरू सिकायो यो त्यो वाला पार्ट अनि इभन क्याबिन क्रू जबै त्यस्तो हो नि त यु हेभ टु लुक गुड अल द टाइम अलिकति ग्ल्यामरस फिल्ड हो नि त त्यो पनि अनि सँगसँगै ग्रो भयो कि त्यो चिज अनि वी डिसाइडेड किनकि म चाहिँ त्यस्तो एक्सपोज भएको थिइनँ सोसियल मिडियामा अनि हाम्रो रिलेसन पनि हामीले हाइडै गरेर राख्यो बिफोर हाम्रो बे फिक्स नभएसम्म क्या अनि बे फिक्स भएपछि चाहिँ आई न्यू त्यो हेट यसरी नै आउँथ्यो मलाई थाहा थियो कि को हो यो केटी यसको नाम यो सबै आउँथ्यो थाहा थियो विच म प्रिपेयर्ड पनि थिएँ अनि मैले साँच्चीकै सोच्न चाहिँ सोचेको थिइनँ लाइफले यस्तो टर्न लिन्छ भनेर उसलाई भेटिसकेपछि चाहिँ बट आइ एम ग्ल्याड जाछु ठिक छु अफ कोर्स युर ह्याप्पी त्यो देखिन्छ इन अ लट अफ यर वर्क होइन सो क्याबिन क्रू थियो क्याबिन क्रू त डेफिनेटली यु लेफ्ट आफ्टर यु बिकेम प्रेग्नेन्ट एन्ड आफ्नो फ्यामिली कन्टिन्यू गर्नको लागि भयो त्यहाँबाट कन्टेन्ट क्रिएसनमा चाहिँ कसरी छिर्नु भयो त आई क्लियरली रिमेम्बर कि एकजना पिएस कस्मेटिक भन्ने हुनुहुन्थ्यो उहाँले मलाई मेरो फर्स्ट पिआर प्याकेज पठाइदिनु भएको थियो कि अनि त्यो चिजहरू चाहिँ कस्तो यस्तो पनि हुँदो रहेछ फ्रीमा गिफ्ट्सहरू पनि आउँदो रहेछ भएको थियो कि फर्स्ट साँच्ची के भन्नुपर्दा आइ एम रियली ग्रेटफुल उहाँलाई चाहिँ होइन अनि त्यो मलाई फर्स्ट भएको भएर याद छ कि अनि त्यसपछि फ्लाइङमै बिजी थिएँ अनि कहिले कसो मात्रै अलिअलि कन्टेन्ट गर्थेँ एन्ड देन प्रेग्नेन्सी त्यो लिभमा बस्दाखेरि चाहिँ केही न केही त गर्नु पऱ्यो नि त सो बिस्तारै पहिला चाहिँ यु डोन्ट चार्ज नि त यतिकै फ्रीमा पठाउँछ यु जस्ट मेक अ भिडियो अनि त्यो गर्दा 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 आई बी भेरी अनेस्ट आई वाज अर्निङ मोर देन आई वाज अर्निङ फ्लाइ गर्दा अनि देन आई रियलाइज अब हुँदो रहेछ त गऱ्यो भने त अनि आई स्टिल डु क्या साँच्चीकै फ्लाइङ गरेर भन्दा म बसेर घरमा बसेर कमाइरहेको छु भने वाइ वुड आई फ्लाइ भयो अनेस्टली त्यो पार्ट अनि बेबी भइसकेपछि जानु पनि मन लागेन
अनि रह्यो मेरो फ्यामिलीको कुराहरू त्यसले गर्दाखेरि चाहिँ जानु मन लागेन आइएम डुइङ एक्चुअली गुड जस्तो भयो सो इट वाज योर चोइस नै टु लिभ फ्लाइङ not influenced by anyone or the fact that होइन बेबी पाछ अब घरमै टाइम त्यो केही थिएन यु जस्ट थट कि होइन म घर बसेर म धेरै पैसा कमाइरहेको छु आई जस्ट कन्टिन्यू डुइङ दिस अनेस्टली त्यही नै हो अनि इभन म रेजिग्नेसन दिन जाँदाखेरि पनि सरले चाहिँ मलाई घर पठाइदिनु भएको थियो सोचेर आऊ भन्नुभएको थियो अनि बट देन मैले इनफ टाइम पाइसकेको थिएँ सोच्नको लागि नानी भएर पनि 6 months जस्तो भइसकेको थियो अनि अब मैले आफूले डिसाइड गरेपछि मैले एकचोटि फ्यामिलीलाई त भन्नुपर्छ नि त सो भने मम बाबालाई दे आर लाइक अप टु यु अनि सासू ससुरलाई पनि भन्दा अप टु यु अनि सलोनले पनि तिमीलाई जे ठिक लाग्छ त्यही गर भन्नु नि आई वाज भेरी ह्याप्पी अफ कोर्स सो कुनै पनि रिग्रेट छैन यु आर ह्याप्पी भेरी ह्याप्पी वे यु आर ओके सो दुवैजनाको कन्टेन्ट क्रिएसन कसरी स्टार्ट भयो तपाईँहरू कहाँ हुनुहुन्छ अहिले त वी अल नो पिपल लभ यु फलो यु होइन अर्को एउटा विषयमा म आएँ अबाउट वेन यु बोथ बिकेम प्रेग्नेन्ट मदरहुडको जर्नीमा तपाईँको त 2 चोटि भइसक्यो होइन बट यु गाइज वर भेरी भोकल ड्युरिङ मदरहुड अल्सो त्यो बेलाको पनि कन्टेन्टहरू सेयर गर्ने त्यो बेलामा पनि कति धेरै चाहेर नचाहेर जानेर नजानेर तपाईँले यति धेरै मान्छेहरूलाई इन्सपायर गर्नुभएको छ नि त बिकज सो मेनी पिपल बिकमिङ पेरेन्ट्स फर द फर्स्ट टाइमलाई कति कुराहरू थाहा हुँदैन होइन सो यो चाहिँ कसरी कहाँबाट इन्सपिरेसन पाउनुभयो कि म मदरहुड जर्नी सेयर गर्छु डुज एन्ड डोन्ट्सहरू सेयर गर्छु आई हेल्प अदर पिपल भन्ने इन्टेन्सन थियो कि होइन हाल्दै जाऊँ रमाइलो हो गर्दै जाउँ हेरौँ कहाँ पुगिन्छ भन्ने खालको थियो कि हाउ डिड द्याट जर्नी स्टार्ट एक्चुअली मेरो चाहिँ अब घरबाट नै जब मैले फिल गरेँ कि होइन म एउटा मेडिकल पर्सन हुँदाहुँदै पनि कति कुराहरू चाहिँ मलाई नचाहँदा पनि यो त होइन रङ हो भन्ने आफूलाई थाहा हुन्थ्यो तर गर्नु परिरहेको हुन्थ्यो कि होइन फर इक्जाम्पल मैले चाहिँ विथ योर बेबी हजुर म नानी फर्स्ट मेरो फर्स्ट बोर्न हुँदाखेरि चाहिँ नानीलाई जन्डिस देखाएको थियो अनि मैले लाइक 15 देखि 20 दिनसम्म होइन बेसार नहाल्या त्यो हालेर खानेकुरा मात्रै खाएको मैले बेसारले गर्दा अझै जन्डिस बढ्छ सो त्यस्तो कुराहरू मलाई त यस्तो त्यो के फेरि यस्तो नमिठो हुन्छ होइन त्यो बेसार पनि नहालेको मसला कम नुन कम अनि त्यो सियस गरे त्यो त्यहाँनिर त्यो इन्फेक्सन हुन्छ घाउ पाक्छ भनेर अदुवा लसुन पनि हालेको छैन है त्यो यति धेरै थियो कि त्यहाँ त्यो मलाई गर्न मन नलाइ मैले फलो गर्नुपर्थ्यो यस्तै नै हो यस्तै नै गर्नुपर्छ भनेर गरिरहेको थिएँ नि त तर पछि आफूले पनि कस्तो आफूलाई अनिजी फिल लाग्यो जब म खुसी हुन्न जब मेरो पेट नै त्यही त अनि मैले त मेरो बेबीलाई पनि त्यो अनुसारले केयर गर्न त अफकोर्स सक्दिनँ नि त त्यो कुरा मलाई त्यति बेला पनि फिल भइरहेको थियो कि किनभने मलाई एकदम गाह्रो भइरहेको थियो मलाई नखाने कुरा मिठो भएको छ अब अफकोर्स मैले खानेकुरा इनफ नखाएँ भने मेरो मिल्क प्रोडक्सन पनि त्यो अनुसारको त हुँदैन नि त त्यो पनि आएको छैन फर्मुला खुवाउन परिरहेको छ यता अनि त्यो कुराहरूले गर्दाखेरि चाहिँ मलाई एकदमै त्यति बेलै फिल भइसकेको थियो अनि बाबुको पालमा त कम्प्लिटली म आफैले गरेँ जे गर्न मन लाग्छ त्यही अनि हो त्यहीबाट नै मैले अनि चाहिँ म एउटा मेडिकल पर्सन हुँदै मैले त अझ कति कुराहरू गर्नु पर्यो भनेपछि झन् होइन अब नर्मली अब भनौँ न अरू थाहै नभएको मान्छेलाई केही थाहा पनि हुँदैन कति गरिरहनु भएको छ होला यस्तो कुराहरू भनेर चाहिँ मलाई त्यसरी चाहिँ म इन्सपायर भएर अनि त्यस्तो भिडियो चाहिँ मैले एकदम धेरै राख्न लाग्यो आफ्टर द्याट चाहिँ सो त्यसले एकदमै हेल्प भइरहेको छ जस्तो फिल हुन्छ तपाईँलाई एकदमै फिल हुन्छ होइन मलाई त फिल हुन्छ कति धेरै कुराहरू हामीले पनि हेरिरहेको हुन्छ नि त अनि कति धेरै चिज चाहेर नचाहेर हाम्रो मस्तिष्कमा बसेको हुन्छ कि एन्ड देन कसैले त्यसलाई डिबङ्क गर्छ नि एन्ड बल्ल यो रियलाइज कि यो त मैले नै पत्याइरहेको कुरा थिएँ यो त राइट होइन रहेछ भन्ने खालको अनि बल्ल रियलाइजेसन हुन्छ नि त सो थ्याङ्क यू फर डुइङ द्याट आई थिङ्क तपाईँले धेरैजनालाई तपाईँको जस्तो सिचुएसनबाट बचाउनको लागि नचाही गर्नुपर्ने चिजहरूमा धेरै हेल्प गर्नुभएको छ वाट अबाउट यु करिश्मा म त आई वाज नट प्रिपेयर्ड एक्चुअली भन्नु पर्दाखेरि फर मदरहुड या आई वाज नट प्रिपेयर्ड सो वाज इट नट अ प्लान बेबी तिमीहरूको एक्सिडेन्टल बसेको हजुर अनि किनकि अब मेन्टली पनि त्यसको 4 month अगाडि मात्रै मेरो भाइ एक्सपायर भएको थियो नि त सो आई वाज नट प्रिपेयर्ड तर त्यतिखेर चाहिँ अब कस्तो फिल भयो भने सबैले भन्दाखेरि पनि अनि आफैलाई पनि फिल भएको कुरा सी सेभ्ड मी जस्तो हो क्या साँच्चीकै कि म अर्कै डिफ्रेन्ट वेमा गइसक्थेँ होला बट अनि कहिलेकाहीँ यस्तो पनि भन्छ नि वेन यु लुज अ लभड वान दे कम ब्याक टु यु इन अ डिफ्रेन्ट फर्म भनेर भन्छ कि हो अनि मलाई त्यो कुरामा चाहिँ बिलिफ लाग्छ कि सबैजनाले त्यही पनि भन्ने अनि आफूलाई पनि त्यो फिल हुन्थ्यो अनेस्टली फिल नभएको होइन अनि मलाई मात्रै नभएर सी सेभ्ड अल अफ अस क्या मेरो फ्यामिलीलाई होइन अनि त्यो चिजको लागि पनि अब अभियसली हर्मोन्स लोचा त भइहाल्थ्यो होइन बट आई वाज गेटिङ प्रिपेयर्ड अनि तर सबैभन्दा बेस्ट पार्ट चाहिँ मेरो इनलजहरू चाहिँ एकदमै बुझ्ने हुनुहुन्छ कि उहाँहरूले गर्दाखेरि चाहिँ मैले कति चिजहरू सिकेँ अनि इभन मेरो आफ्नै सासु ममले उहाँलाई फलो गर्नुहुन्छ होइन अनि दिदीको भिडियो हेरेर पनि होला सायद आई न्यू हर एज अ हिरोइनीको मम बट मैले बढी उहाँलाई रिलेट गरेको चाहिँ हृदय पाएपछि हो क्या एउटै एज हो नि त होइन अब त्यो चिजहरू भयो अनि कन्टेन्ट हाल्नेवाला कुरा नानीको वाला कुरा चाहिँ
आई रिमेम्बर कि हजुरको फोटो थियो नि प्रेग्नेन्सीवाला त्यो के अरे ड्रइङ गरेर छोरीले जुस खाइरहेको वाला यस छोरीले जुस खाइरहेको वाला होइन हजुर त्यो फोटो सेयर गर्दाखेरि चाहिँ सलोन लभ द्याट फोटो क्या अनि उसले आफूले पनि सेयर गरे क्या त्यो फोटो कङ्ग्रेचुलेसन्स भनेर आई स्टिल रिमेम्बर द्याट होइन अनि हामी अलिकति सबैले चिनिने भएपछि कस्तो जे कुरा पनि गाली खाइरहेको हुन्छ होइन अनि त्यो चाहिँ मलाई थाहा थिएन क्या प्रेग्नेन्सीमा नि यस्तो हुन्छ भनेर बट आई वाज रियली ह्याप्पी सेयरिङ मेरो एभ्रिथिङ मैले चाहिँ कसैलाई अवेर गर्छु भन्नु होइन कि म आफू खुसी आफू खुसी छु भनेर सेयर गरिरहेको थिएँ होइन तर पछि हाम्रो प्रेग्नेन्सी सुट पछि पनि सिमिलर थिङ ह्यापन विथ अस क्या के गाली खायो होइन गाली खायो तर त्यो चिजले देख्दाखेरि चाहिँ मलाई चाहिँ मेसेजहरू आउनु थाल्यो कि कस्तो राम्रो गर्नुभएको डेफिनेटली अनि यो चिजहरूबाट त साँच्चीकै कोही मान्छे ऊ भइरहेछ क्या इन्सपायर भइरहेछ सानो चिज होला होइन कसैलाई आँट आउँछ कि तिम्रो फोटो देखेर मलाई 3-4जनाले मेसेज गराएको थियो कि हजुरको बेबी सावर देखेर मैले फाइनली मेरो फ्यामिलीलाई कन्भिन्स गरेँ बेबी सावर गर्न मिल्छ नेपालमा अब अदरवाइज चाहिँ त्यस्तो गर्नु हुँदैन आँखा लाग्छहरूमा होइन अनि यस्तो हुँदो रहेछ कि हामीलाई थाहा हुँदैन वी डु इट लाइक इन्जोइङ आवर प्रेग्नेन्सी अब मलाई मेरो साथीहरूले बेबी सावर दियो वाइ नट भनेर यस्तो फोटो हाल्यो भिडियो आयो अनि हाम्रो रिच म्यासिभ हुन्छ नि त सो यु डोन्ट रियलाइज कि कतिजनाको घरमा त्यो एउटा फोटो या त्यो एउटा भिडियोले उनीहरूको होल नरेटिभ र पर्सपेक्टिभै चेन्ज गरिदिन्छ कि कसैले त्यही फोटो युज गरेर आफ्नो फ्यामिलीलाई कन्भिन्स गरेर हुन्छ कि म पनि यस्तो गर्छु हेर्नु त उहाँले गरेछ इट्स ओके खालिको के सो आई फिल लाइक बोथ अफ यु हेभ द्याट इन्फ्लुएन्स सो त्यो गर्दै गइसकेपछि तपाईँलाई रियलाइज भयो या हजुरले लेट हजुरले आई थिङ्क हजुरले पनि सेयर गर्नुभएको थियो कि धेरै पछिसम्म पनि त्यो तपाईँको फोटो देखेर कतिजनाको आँट आएको थियो अनि उहाँहरूले पनि पेट देखाएर त्यसो गर्नुभएको थियो नि त होइन सानो सानो चिज हो बट एकदमै बिग इम्प्याक्ट हुँदो रहेछ क्या अनि सिमिलर थिङ अब म चाहिँ अलिकति सानोमै बेबी भएको भनौँ न कम्पेरिटिभली आई वाज जस्ट 25 when I got pregnant अनि त्यो भएर पनि यङ भर्खर प्रेग्नेन्ट हुन चाहनेहरूले चाहिँ अनि यहाँ भर्खर भइरहेकोहरूले चाहिँ हाउ इज इट वाट डु यु युज वाट डु यु डु वाला चिजहरू क्या अनि त्यो गर्दै जाँदाखेरि चाहिँ ओके पिपल आर लिसनिङ भनौँ न त भएको भएर चाहिँ बिस्तारै सेयर गर्दै गएको बट आई रिलेटेड विथ हर धेरै चिजमा म चाहिँ उहाँलाई फलो गर्थेँ कि अब दिदी यो कसरी पकाउने धरि म उहाँलाई सोध्थेँ क्या होइन अनि हामी कनेक्ट भएको नै त्यहीँबाट हो कि दो हाम्रो चाहिँ वैशाखमै थियो दिदीको डेट पनि बट बेबी अर्ली भयो दिदीको चाहिँ होइन अनि तर म चाहिँ उहाँलाई त्यसरी रिलेट गर्छु आई लुक अप टु हर फेरि अब त्यो हृदय र नानीको धेरै ग्याप पनि छैन त्यही भएर चाहिँ म चाहिँ उहाँबाट इन्सपायर हो खासमा चाहिँ आई थिङ्क यस्तो हुन्छ जस्तो वेन आई वाज प्रेग्नेन्ट त्यही बेलातिर को प्रेग्नेन्ट छ भनेर यु क्रिएट अ न्यू फ्रेन्ड सर्कल क्या त्यो टाइममा इट्स सो प्रेसियस के अब जस्तो दोज फ्रेन्ड्स अहिलेसम्म पनि मसँग हुनुहुन्छ नट अल अफ देम आर पिपल मैले पहिलेदेखि चिनेको कि कोही कोही त्यही बेलामा भर्खर जस्तो मिनिषालाई मैले प्रेग्नेन्सीमै चिनायो हो होइन सी सच अ गुड फ्रेन्ड अहिलेसम्म पनि मेरो सो त्यो चाहिँ एउटा हुँदो रहेछ कि आफ्नो चाइल्डको लेभलको आफू प्रेग्नेन्ट भएर अरू कोही प्रेग्नेन्ट देख्यो भने त्यो एउटा बन्डिङ बन्दो रहेछ कि विच इज सो नाइस इट्स लाइक आवर कम्युनिटी जस्तो भन्नु मन लाग्ने के भयो तिम्रो बच्चाको दाँत आयो तिम्रो बच्चा हिँड्यो टाइपको कमेन्ट इट्स सो क्युट नो आइ एम श्योर यु गाइज अल्सो डिड द्याट कस्तो रमाइलो हुन्छ नि त्यस्तो सर्कल हुँदाखेरि हिँड्न लागिसक्यो मेरो त हिँडेकै छैन तिम्रो त हिँडिसकेछ यस्तोहरू के इट्स सो क्युट आई थिङ्क के सो बिन्जुलकोमा फर्केँ म होइन पहिला पनि यु केम टु माई पडकास्ट यति राम्रो कुराकानी भएको थियो दिस इज द सेकेन्ड टाइम त्यतिखेर यु आर मम अफ 1 अहिले यु आर मम अफ 2 होइन सो 2 किड्स हुँदा सेकेन्ड टाइमको प्रेग्नेन्सीमा के डिफ्रेन्ट भएको थियो हाउ डु यु फिल राइट नाउ एज अ मम अफ 2 अब फिजिकल वाइज अब बडी वाइज कुरा गर्दाखेरि चाहिँ सेकेन्ड प्रेग्नेन्सी चाहिँ अलि हिल हुन टाइम लाग्दो रहेछ जस्तो लाग्यो मलाई होइन तर फेरि म फर्स्ट प्रेग्नेन्सीमा 4-5 दिनसम्म हिँड्न सकेको थिएन कि दुइटै सिएस हो होइन अनि तर बाबुको पालोमा चाहिँ म अर्को दिनमै 24 घन्टापछि नै हिँड्न सकेँ तर हिल हुन चाहिँ अलिकति यो घाउ सन्चो भइसक्न चाहिँ अलिक टाइम लाग्यो त्यो हिसाबले चाहिँ त्यो भयो अनि पेनफुल पनि एकदमै पेनफुल लाग्यो मलाई सेकेन्ड वाला लाइक थ्रु आउट द जर्नी नै पेनफुल भयो कि जस्ट डेलिभरीमा मात्रै डेलिभरीमा पनि थ्रु आउट प्रेग्नेन्सी पनि मेरो त 4 मन्थसम्म ब्लिडिङ नै स्टप नभएन ए ओके यस्तो स्ट्रेस थियो मलाई त्यति बेला होइन 4 महिना भइसक्यो अहिलेसम्म ब्लिडिङ स्टप भएकै छैन कि अनि म फेरि यस्तो भयो कि हाम्रो सेकेन्ड चाहिँ अनप्लान थियो अनि मैले त्यति बेला ठ्याक्क मलाई फिभर आइरहेको थियो पेट दुखिरहेको थियो डाइरिया भएको थियो नि आफैले त्यो एउटा मेटोनिराजोल र अनि त्यसपछि सेफिक्जिम ल्याएर खाइरहेको थिएँ होइन म प्रेग्नेन्ट छु भन्ने मलाई थाहा थिएन अनि त्यसपछि एकदमै पेट दुखे जस्तो भयो के अरे युएससी नै गर्न जाम क्या भनेर हस्पिटल गयौँ होइन अनि गएको भित्र युएससीको डक्टरले त तपाईँको त 6 विक्स प्रेग्नेन्ट हुनुहुन्छ भन्छ है अनि मलाई त कम्ता रिस उठ्यो होइन होला डायरिया होला भन्नु अनि सुन्नु न अनि म त अनि मैले चाहिँ 5 इयर्स डायरिया भएर आएको अनि खासमा मैले त गिरबानी 5 इयर्स भएपछि बल्ल प्लान गर्ने प्लान थियो होइन एकदम रिस उठ्यो प्लान गर्ने पनि प्लान थियो अनि बाहिर निस्केँ मिलन र मनै गएको थियो अनि म त
जान के हो त नि म त प्रेग्नेन्ट छु है भनेर त्यसरी रिसाएको क्या मिलनसँग अनि कसरी भयो भन्छ मिलनले पनि होइन अनि त्यसपछि भयो अरे त अनि प्रेग्नेन्ट छ है सोध्नुपर्छ नि अझै कसरी भयो मलाई थाहा छ कि तिमीलाई थाहा छ भनेर अझै अनि त्यसपछि त्यतिकै भयो अनि गएँ अनि ला अनि मैले त सेफिक्जिन खाइरहेको थिएँ मेट्रोनिजल खाइरहेको थिएँ त्यसपछि अब उसँग डक्टरसँग चाहिँ कन्सल्ट गर्नु भनेर पठाउनु भयो अनि गएँ अनि गएको चाहिँ उहाँले चाहिँ सेफिक्जिन चाहिँ सेफ नै हुन्छ होइन सम्भव तर मेट्रोनिजल चाहिँ अलिकति प्रेग्नेन्सीमा सेफ नहुँदो रहेछ कि सो अनि तपाईँको चाहिँ अब बच्चा जन्मियो भने लाइक 100मा 2% चाहिँ चान्सेस चाहिँ बच्चा चाहिँ एब्नर्मल आउने अथवा त्यस्तो खालको केही हुन्छ सो तपाईँहरू चाहिँ डिसिजन लिनु के गर्ने कस्तो त्यतिखेर भनिदिएको थियो एउटा औषधिको भरमा त्यही भने त्यो एउटा ट्याब्लेटको भरमा द्याट्स अ बिग डायग्नोसिस विदाउट एनी अनि झन् यत्तिकै नै स्ट्रेस भइरहेको थियो हेर्नु अनि त्यसपछि त्यस्तो भनिदिन्छ है अनि घर गएर तपाईँहरू डिसिसन लिनु के गर्ने भनेर भन्नुभयो डक्टरले अनि त्यसपछि गयो अब के गर्नु जे भए पनि कन्सिभ भइसक्यो बच्चा बसिसक्यो अब के फाल्ने कुरा त हुँदै हुँदैन नि त अफकोर्स अनि जस्तो जन्मे पनि जे भए पनि पाल्ने अब के गर्ने भनेर राख्यौँ अनि राखेको तर कति कम्प्लिकेटेड थियो कि मेरो सेकेन्ड प्रेग्नेन्सी चाहिँ लाइक त्यसले गर्दा पनि मनमा डर बसेर यु आई थिङ्क यु अट्र्याक्टेड द्याट एनर्जी आउँछ कि त्यो हुन्छ नि यु अब जतिखेर डक्टरले सुरुमै भनिदिएको छ 2% चान्स अफ अबनर्मल हो नि मलाई त यस्तो स्ट्रेसफुल थियो अनि त्यसपछि 4 मन्थसम्म त्यही कुराले गर्दाखेरि पनि मेरो त्यो ब्लिडिङ पनि भइरहेको होला अनि यताउता कुराहरू म त इमोसनली पनि यस्तो ब्रेकडाउन भइसकेको थिएँ एकदम गाह्रो भएको थियो कि अनि 4 मन्थ्स 5 मन्थ्स गर्दै गर्दा बल्ल 5 मन्थ्स पुगेपछि बल्ल ब्लिडिङ स्टप भयो अनि के हुन्छ पनि थाहा छैन किनभने अलिकति वेट मेरो एज पनि त 35 भइसकेको थियो नि त अनि त्यो भएको भएर चाहिँ के अलिकति के हुन्छ त्यो डरमा त्यसरी जन्म्यो कि बाबु अलिक स्ट्रेसफुल नै थियो अनि ड्युरिङ डेलिभरी पनि एकदमै पेनफुल म त त्यो के हुन्छ पेन किलर सबै नै दिए हो कि म्याम अब योभन्दा छैन साँच्ची म मेरो ठ्याक्क 4 बजे नानीलाई निकालेको होइन 4 बजे निकालेको बिहानको 6 बजेसम्म मेरो आँखा खुल्लै थियो कि यति पनि सुत्न नसक्यो कि केले पनि काम नगरे त्यस्तो पेनफुल थियो कि ओ माई गॉड तर इट्स अल वर्थ इट अहिले बच्चालाई अहिले हेर्दाखेरि चाहिँ फेरि दुईजनालाई सँग देख्दा यस्तो कस्तो त्यही वर्डेडवाला नै फिल हुन्छ एकदमै प्राउड फिल हुन्छ सो मैले गराएको हो यो मेरो क्रिएसन हो होला कि हो नि अफकोर्स आई थिङ्क हामीले इनफ क्रेडिट दिँदैनौँ क्या हामीले आफूले आफूलाई बिकज एउटा नयाँ मान्छे जन्माउनु भनेको इट्स नट अ जोक के मान्छेले इजिली लिन्छ कि अब छोरी मान्छे हो बच्चा पाइहाल्छ भने तर एक्चुली सोच त जति पनि मान्छे छ नि यो पृथ्वीमा सबै छोरीले जन्माएको हो कि सो कति पावरफुल होला त छोरी मान्छे भनेको लाइक नो म्याटर हु यु आर यु केम आउट अफ देयर which is so every time you feel low in life know that you have that power मेरो नर्मल डेलिभरी हो नि त होइन मलाई कसैले के भन्यो नि के सोचेको म नर्मल डेलिभरीको मलाई कसैले के पनि हुँदैन मलाई केही छैन म त्यही भन्छु कि एभ्री टाइम होइन लाइक म यस्तो पावरफुल छु मलाई कसैले दुख्दैन अभियसली अनि त हामीले अब पहिला क्लास 8मा इपिएचमा पढ्दाखेरि यस्तो 10 इन्च 12 इन्च भनेर पढ्थ्यो नि त अनि स्केल हेर्थ्यो नि त स्केल हुन्थ्यो नि त हाम्रो अनि त्यो देखेर डर आउँथ्यो कि यत्रो यत्रो खुल्छ बच्चा निस्किने बेलामा भनेर त्यो हुन्थ्यो क्या साँच्ची के अनि खुल्न परेन त कत्रो हुन्छ बच्चा निस्किँदाखेरि हो भने होइन त त्यही जति त्यो डेलिभरी नजिक आयो त्यति साइको पर्ने के भन्छ ओ सरी होइन आई थिङ्क यो फियर जसलाई नै हुन्छ कस्तो अनि फेरि सलोनस राइट द्याट क्या नर्मल डेलिभरीमा त बस्नु दिन्छ नि त पेरेन्टलाई फेरि मेरो चाहिँ राति भएको राति 11मा स्टार्ट भयो 1मा कि 2मा वी वेन्ट हस्पिटलमा अनि नाइट टाइम भएको भएर मेरो सासू मम्मी र मम्मीलाई पनि बस्न दियो क्या रुममै कर्टेन पछाडि हुनुहुन्थ्यो सलन डग अनि हि क्राइड क्या फर्स्टमा म चाहिँ सलन रुनुहुन्छ मैले सोचेको पनि ओभरवेल्म भयो होला के अनि उता कन्ट्रोलै हुँदैन होइन आफूले के भयो कि संसार होइन ती भन्छ नि त्यो बाउको वे देख्छ भन्छ नि साँच्चीकै हुँदो रहेछ क्या वर्ल्डै अपसाइड डाउन भइसक्यो जस्तो के हो यो भने जस्तो त्यसपछि पनि दुख्दो रहेछ त्यो प्लासेन्टा निकाल्दा म त कस्तो क्रेजी एक्सपिरियन्स भएको थियो तर भयो म त पुग्यो भइसक्यो You don't want another baby? No नै हो maybe 2-3 years you change your mind like when you forget the trauma a little bit हुन्छ होइन हुन्छ नो मैले चाहिँ कस्तो के भने सलोनलाई चाहिँ के भन्छ भने मम्मी र सलोन र सलोनाको पनि 7 इयर्सको डिफ्रेन्स हो नि त अनि सो मेरो सासू मम्मीले चाहिँ मलाई थाहा छ कति दुःख भएको थियो 7 इयर्स पछि पाउँदाखेरि सो पाइहाल सकाइहाल अनि मुभ अन विथ द लाइफ भन्नुहुन्छ क्या पाउनु मन छ भने चाहिँ बट यु डोन्ट वान्ट टु म सलोनलाई त्यही भन्छु
अहिले भनिहाल्ने भए पाइदिन्छु मलाई 5 पछि 10 वर्ष 11 वर्षपछि गएर फेरि पाऊँ भन्यो भने चाहिँ म चाहिँ मान्दिनँ भने चाहिँ लाइक नो 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 अब उसले नो भने चाहिँ होइन ठिक छ यस्तो हो अरू पनि धेरै चिज जस्ट बिकज फेरि नेपालमा अर्को पनि चलन छ कि जस्ट बिकज कसैले पाइदियो भनेर अरू 2टा बच्चा एउटा मलाई यो चिज नेपालमा मन पर्दैन कि अब एउटा अर्को पाइहाल्यो न हुर्किहाल्छ अरे वाट यु मिन हुर्किहाल्छ त्यो त एकदम हुर्किहाल्दैन नि त यति धेरै सोच्नुपर्छ लाइक तिमीले मेन्टली फिजिकली इमोसनली फाइनेन्सियली म धान्न सक्छु कि सक्दिनँ 2टा बच्चा एन्ड प्लस बच्चा पाउनु भनेको जस्ट भत्लाका निकालेर छोड्दिने होइन नि त यु हेभ टु टेक रेस्पोन्सिबिलिटी अफ देम अन्टिल अ सर्टेन एज होइन अनि त्यो त राम्रोसँग गर्नु पर्यो नि त हुर्किहाल्छ नि भनेर त त्यो एउटा लजिक चाहिँ मलाई ठिक लाग्दैन बच्चा पाउन र अनि त्यसपछिको जर्नी भन्दा पनि मलाई त्यो 9 मन्थको पिरियड चाहिँ एकदमै मलाई गाह्रो भयो कि एकदमै जिन्दगी अब म के भन्छ पढाइ सकिने बित्तिकै म 19 देखि आई हेभ डुइङ मेरो थिङ नि त कामै मात्र गरिरहेको छु आफ्नो काम गरिरहेको छु अनि त्यो अचानक त्यो लाइफमा त्यो ब्रेक हुँदाखेरि त सबैजना अगाडि बढिसक्यो म स्टक भएँ हुन त उनीहरूको नि पालो आउँछ तर म पछाडि परेँ वाला फिलिङ क्या अनि आई स्वेयर अलिकति फोमो पनि भएछ एकदमै हो त्यो एजले पनि होला आई थिङ्क यु वर भेरी यङ नि त अनि यु फेल्ट लाइक ओ म सँगसँगैको समकालीनहरू कहाँ कहाँ पुगिसक्यो यस्तो भइरहेछ आम स्टक खालीको पनि फिल भयो विच इज ओके हर्मोन्स पनि अप एन्ड डाउन हुन्छ नि त्यही भएको थियो मलाई चाहिँ म आज पनि त्यो भन्छु कि त्यो 9 मन्थ होइन 9 विकको मात्र हुन्थ्यो भने चाहिँ म भर्खरै पाइदिन्थेँ कि त्यो 9 महिना सोचेर मलाई त्यो अबि हुँदैन जस्तो भयो सक्दिनँ जस्तो बट लेट्स नेभर से नेभर यु नेभर नो कसैले भविष्य देखाएको छैन होइन भरे नेक्स्ट टाइम करिश्मा आउँदाखेरि त मेरो चाँडा दिदी नानी भइसक्यो नि दिदी भन्ने दिन पनि आउन सक्छ यु नेभर नो सो म आइम गोना कम ब्याक टु यु नै बिकज अब तिमीले जुन भनिहाल्यौ बिहा हुने बित्तिकै बच्चा भयो अलिकति प्लान पनि थिएन होइन सो त्यतिखेरदेखिकै आई थिङ्क योर लाइफ इज बिन अ भेरी ओपन बुक के जबबाट तिमीहरूले सेयर गर्न थाल्यो नि एभ्रिथिङ अनि सानो कुरा ठुलो कुरा एभ्रिथिङ आउँछ अब अघि हामीले कुराकानी गऱ्यौँ अबाउट हाउ समटाइम्स यु फल इन्टु अननेसेसरी कन्ट्रोभर्सिज त्यहाँ पनि तिमी फाइट गरिरहेको हुन्छ कहिलेकाहीँ एकदम चाहिने विषयहरूमा पनि युआर भेरी एक्टिभ जस्तो जेनजीको आन्दोलनमा आई थिङ्क यु वान अफ द मोस्ट एक्टिभ मम्स होइन अनि अनसाइड पनि गएको छ इन्फर्मेसन पनि सेयर गरिरहेको छ अल द्याट इज फाइन होइन चाहिने ठाउँमा वा पाइन्छ कुनै कुनै नचाहिने ठाउँमा कन्ट्रोभर्सी हुन्छ गाली खाइन्छ अल इज ब्यालेन्स्ड कहिलेकाहीँ फ्यामिली म्याटर्स जब मुसिन्छ नि तिमी बिचमा आई डोन्ट वान्ट यु टु गेट इन्टु डिटेल्स इफ यु डोन्ट वान्ट टु बिचमा कहिलेकाहीँ अननेसेसरी फ्यामिली म्याटर्समा पनि ड्र्याग इन हुन्छ क्यान इट बिकम सो बिग चाहिने भन्दा अनि स्पेसली बुहारीलाई हेर्ने तरिका अलिकति फरक हुन्छ कि सो त्यस्तोमा चाहिँ कस्तो फिल भएको छ हेभ यु रिच यु लोएस्ट समटाइम्स कसरी ह्यान्डल गर्नु जस्तो गाह्रो भएको जस्तो आई वान्ट यु टु स्पिक अबाउट दिस एज अ ह्युमन के तिमी पनि ह्युमन हो नि त आई थिङ्क त्यो साइड पिपल टेन टु फर्गेट के अनि यसमा पनि मुस्ताइदिएको छ उसमा पनि मलाई ब्रेकै दिएको छैन तिमी चाहिँ जिन्दगीभर एक्सप्लेन मात्र गरिरहनु आफूलाई द्याट्स नट राइट नि त सो हाउ डज द्याट मेक यु फिल ट्रु सेन्समा साँच्चै लो फिल हुन्छ क्या आई हेभ क्राइड होइन तर त्यही हो क्या सोसियल मिडियामा गएर तिमी रुँदैन नि त तिमी फाइट गर्छौ रोयो भने पनि फेरि फेक भनिदिन्छ कतिजना मान्छेले रुन आयो यहाँ भनिदिन्छ मलाई खास छ कि म चाहिँ मेरो जति पनि मेरो लाइफको लोएस्ट पार्टहरू छ म कहिले पनि त्यो सोसियल मिडियामा हाल्दिनँ कि द्याट्स नट मी म रुँदा त मेरो मम्मी बाबाको अगाडि त रुँदिनँ बिट मेरो भाइको कुरा होस् बिट घरको कुरा होस् म कहिले पनि आफूलाई विक देखायो भने चाहिँ मेरो फ्यामिली मेरो मम्मी बाबा विक हुन्छ भन्ने खालको म होइन त्यो हुन्छ भने डेफिनेटली अनि त्यही भएको भएर आई हेभ क्राइड फेरि यही यो रिसेन्ट कन्ट्रोभर्सीमा पनि एउटा हदसम्म पो सहन्छ त मान्छेले सुन्न सक्छ त होइन एउटा हदसम्म फाइट गर्न सक्छ तर गर्दै नगरेको चिजमा गाली खाएपछि त कसरी सहने एक्ज्याक्टली अनि कमेन्ट्सहरू पनि यस्तो यतिसम्म भनेर आउने कि अनि कस्तो बुहारी हुनु पापै हो कि क्या हो जस्तो फिल हुने क्या दि होइन अनि मान्छेले कस्तो बनाइदिएको छ भने बुहारी आयो घर बिगार्यो वाला पार्टहरू चाहिँ होइन सबै अब प्रायः सुनिने सेन्टेन्सै हो क्या यो अनि मैले मान्छेले किन बुझ्दैन कि एउटा हातले ताली बज्दैन क्या बुहारी हो बुहारीले इज्जत गर्नुपर्छ माया गर्नुपर्छ सम्मान गर्नुपर्छ भने उसले पनि त त्यो चिज पाउनु पऱ्यो नि त अनि म के पागल हो म एक्लैले गर्ने अर्कोले नदिएपछि त एउटा पोइन्टमा त म पनि त हुन्छु नि त मलाई भएको चाहिँ त्यो हो खासमा अनि अर्को कुरा लाइक आई सेड अर्लियर मेरो इन ल चाहिँ मैले पाएकै हो क्या होइन म जिन्दगी पनि केही कुराको लागि रोएको छैन बरु हाम्रो रिसेप्सनमा मेरो ससुरा बुवा र सासु मम्मी रुनु भएको थियो कि हाम्रो भिडियो हेरेर म चाहिँ मेरो फ्यामिलीको अगाडि कहिले पनि रोएको छैन कि बट दिस यो कन्ट्रोभर्सीमा आई क्राइड इन फ्रन्ट अफ माई मदर इन ल के अनि बिचारा बिकज तिम्रो र तिम्रो मदर इन लको रिलेसन त एकदम राम्रो छ नि त वी क्यान सी इट होइन सो कसरी यो बङ्गेर ट्विस्ट भएर यो कसरी यसरी निस्क्यो त लाइक सो आउट अफ ब्लोन आउट अफ प्रपोर्सन
यस्तो पनि होला त्यही होइन बुहारी अर्थात् बाहिरी मानिन्छ नि त होइन युजली होइन अनि मलाई त्यही अचम्म लाग्छ कि म मेरो इनलजहरूसँग मेरो यस्तो राम्रो छ मलाई एकदमै छोरी जसरी नै राख्नु भएको छ लिटरली छोरी जसरी नै राख्नु भएको छ क्या सलिनालाई जसरी नै क्या होइन भने होइन मेरो घरमा मेरो सासु बुवा ससुरा बुवा सासु मम्मी सलोन खुसी छ भने मैले अरूलाई किन खुसी पार्नु पर्यो र होइन अनि त्यो त पोसिबलै छैन क्या तपाईँले सबैलाई खुसी पार्छ भने पोसिबल छ त छैन नि त अनि भएको त्यही हो क्या अनि होला फ्यामिलीको कति कुराहरू होला पहिलेदेखिको होइन तर इजी टार्गेट चाहिँ म भइदिएँ अनि सलोनले मलाई के भन्नुहुन्छ नि तिम्रो नाम उछालेको किनकि तिम्रो नाम उछाल्यो भने मान्छेले सुन्छ नि त सुन्छ भने भ्युज पाउँछ इङ्गेजमेन्ट पाउँछ एन्ड प्लस एभ्रीबडी लाइक्स दिस घरमा बुहारीलाई नराम्रो बनाउने एङ्गल के त्यो बिक्छ नि त एक्ज्याक्टली गाली गर्न पनि सजिलो जसले पनि रिलेट गर्न पनि सक्छ मलाई यही भन्नुभयो कि तिम्रो नाम ल्यायो भने त भ्यू आउँछ नि त तिम्रो नामै त्यहाँ टपिकमा छैन भने त भ्यू कसरी आउँछ त त्यही भएर टेक इट इजी भन्नुभयो एकचोटि चाहिँ मेरो ब्रस्ट आउट भयो अनि मम्मीले सम्झाउनु भयो इट्स ओके यसो भनेर बट देन फ्यु डेज पछि माई मम क्राइड इन फ्रन्ट अफ मेरो फुफू सासू क्या एक्सप्लेनिङ क्या मेरो बुहारीलाई यस्तोसम्म भनेको छ मान्छेहरूले भोलि आफ्नो चाहिँ हुँदैन र आफ्नो छोरी चाहिँ बुहारी हुँदैन र या उसको घरमा बुहारी आउँदैन वाला पार्टले क्या अनि म चाहिँ किचनमा खाना पकाइरहेको थिएँ होइन अनि त्यो म एकदमै त्यो ग्रेटफुल भएको भएर मेरो आँखाबाट आँसु आइरहेको थियो कि मम्मी बाहिर रुइरहनु थियो म भित्र रुइरहेको थिएँ कि त्यस्तो त्यतिसम्म भनिदिनु भनेको मेरो लागि भेरी बिग डिल हो क्या होइन तिमी कहिले युजली भनरेबल भइँदैन नि त सासु बुहारी कहाँ एकअर्कामा चाहिँ उहाँ त रुइँदैन नि त बट त्यो दिनमा चाहिँ अनि मम्मीले अझ अर्को के भन्नुभएको थियो भने मेरो सम्धिनीले देख्छ होला त्यो चिज होइन कति मुटु पोल्छ होला म सुत्न सक्दिनँ उसको आमाबाउलाई के हुन्छ होला भन्नुभएको थियो क्या अनि द्याट थिङ त्यो सुनिसकेपछि अब मलाई त्यहाँबाट चाहिँ मलाई जेसुकै गरोस् यस्तो माया गर्ने परिवार पाइरहेको छु होइन संसारले त जेसुकै भन्छ अरूले जेसुकै भनोस् भोलि त्यो संसार के अरे पृथ्वी गोलो छ भन्दा नि घुम्दै फिर्दै तिमीमा पनि आइपुग्छ नि त त्यो चिज होइन यु डिल विथ इट म चाहिँ भेरी ह्याप्पी छु मेरो फ्यामिली सपोर्टिभ छ त्यति हो क्या अब भन्दै गर्छ भने जस्तो सेल आउँछ अर्को दसैँमा सेल आउँछ भने जस्तो भइरहेछ त्यो मलाई चाहिँ साँच्चै तर म तिमीलाई एउटा फ्रम वान बिग सिस्टर टु अ स्मल सिस्टर आई विल गिभ यु वान एडभाइस है डोन्ट एन्टरटेन दिस टु मच के बुझ्यौ तिमीले जति एन्टरटेन गर्यो तिमीले त्यति नै धेरै झन् हेड पाउँछ त्यति नै धेरै इङ्गेजमेन्ट पाउँछ किन तिमी पो आफ्नो ठाउँमा खुसी छौ यु हेभ अ ब्युटिफुल फ्यामिली तिमीलाई फरक पर्दैन कन्टेन्ट क्रिएसन गरेर युआर लिभिङ युर लाइफ होइन कति पिपल वान्ट टु बी इन युर प्लेस एन्ड दे कान्ट बी सो द ओन्ली वे दे क्यान कम टु युर प्लेस इज तिमीलाई गिराउन खोजेर लडाउन खोजेर सो तिमीले त्यो हरेक चिजमा इन्टरेक्ट गर्न थाल्यो भने तिमीले यु लुज युर मेन्टल पिस सो आजै स्टार्ट गर यु डोन्ट हेभ टु बी 10 years ओल्डर टु बी थिक स्किन के आजैबाट यहीँबाट घर जाँदाखेरि जस्ट आफूलाई के भन नि आई चुज माइसेल्फ आई चुज पिस कुनै चिजले मलाई मेरो एनर्जीलाई मेरो घरलाई प्रपर एनर्जी दिइरहेको छैन भने म त्यसलाई एनर्जी दिन्न त्यो 1 दिन पुग्छ 2 दिन पुग्छ तेस्रो दिनबाट तिम्रो नामै लिँदैन किन उसले तिमीबाट अटेन्सनै नपाएपछि अनि उसले अर्को मान्छे खोज्न जानु पऱ्यो नि त सो आफै यो फिल्टर आउट भएर जान्छ कि कटिङ अफ पिपल अनि चुजिङ पिस ओभर पिपल भइरहेछ मलाई चाहिँ अनि त्यो चिजले पनि मान्छेहरूको सड्केको होला जस्तो लाग्छ कि मलाई किप डुइङ द्याट किप चुजिङ योर सेल्फ किप चुजिङ पिस किनभने अब हेर म फ्लिप साइडमा आउँछु यस्तो राम्री छोरी छ तिमीसँग होइन जहाँ तिमीलाई यो सबै कन्ट्रोभर्सीहरूमा परिरहेको छ त्यहाँ यु आर सेयरिङ ब्युटिफुल फोटोज एन्ड भिडियोज अफ यर डटर त्यहाँ कति माया पाउँछ हेर त कति धेरै ब्लेसिङ्स पाउँछ एन्ड देयर आर सो मेनी पिपल हु लभ यु सो जस्ट फोकस अन द्याट लभ ओके प्रियङ्का दिलाई फलो गर्नु के यस्तो कुराहरूको लागि होइन मलाई पनि इट टुक मी अ वाइल के सो डोन्ट टेक द्याट वाइल भनेको के जस्ट मलाई त एकदम धेरै बेला इफ इट डज नट सर्भ यु एनी पर्पस तिम्रो लाइफमा त्यो मान्छेले केही बोलेर नबोलेर होइन तिम्रो टेबलमा बसेको झिङ्गा पनि उड्दैन भने वाइ विल यु गिभ देम एनर्जी जस्ट भनिदिने हो अनेस्टली अनि आफ्नो पिस प्रोटेक्ट गर्ने हो आफ्नो लाइफमा फोकस गर्ने हो अनि झन् खुसी हुने हो कि झन् देखाउने हो That's the only way. Right. Okay? Yes, ma'am. Love you. Thank you. Very strong baso, but I feel like you'll break one of these days. That's why I say this. बुझ्यौ? Okay. यता move हुँमा भयो होइन यहाँ चाहिँ फेरि एकदमै रेलेभेन्ट कन्टेन्ट घरहरूमा इन्फर्मेसन दिने कन्टेन्ट खासै कहिले पनि कन्ट्रोभर्सीमा नपर्ने कन्टेन्ट एभ्रिबडी लभ्स दिस मम हुन्छ नि एभ्रिबडी इज लाइक गो टु मम खालिको हुन्छ नि सो डु यु सेट बााउन्ड्रिज अन के सेयर गर्नुहुन्छ के सेयर गर्नु हुँदैन भनेर त्यसरी कहिले सोच्नु भएको छ अनि योभन्दा यता चाहिँ म सेयर गर्दिनँ किनभने अब दुइटै बच्चाको लाइफ सेयर गरिरहेको छ आफ्नो पनि लाइफ सेयर गरिरहेको छ कहिलेकाहीँ चाहिँ म यहाँ चाहिँ लाइन ड्र गर्छु भन्ने खालको मोमेन्ट्स कहिलेकाहीँ आएको छ कि ओभर सेयरिङ भइरहेको छ जस्तो कहिलेकाहीँ फिल भइरहेको छ त्यो भयो भने कसरी ह्यान्डल गर्नुहुन्छ त्यसलाई कहिलेकाहीँ चाहिँ अब
जस्ट मेरो क्लोजेस्ट फ्रेन्डहरूले मलाई भन्दाखेरि चाहिँ अब एटलिस्ट नानी बाबुहरूको चाहिँ कुनै कुनै भिडियो मैले त ऱ्यान्डमली जे हुन्छ त्यही राखिरहेको हुन्छु नि त अब हरेक कुरा चाहिँ इट्स लाइक जस्ट देयर इज सो मच लभ वी सी इट तर कहिलेकाहीँ त्यो त्यही एङ्गलमा पर्सिभ हुँदैन नि त सो कसरी लिनुहुन्छ त्यसलाई सो त्यही त अनि त्यो कुराहरूमा चाहिँ अब एभ्रिथिङ चाहिँ नदेखा न अब लाइक होइन अब यो लाइक म रिसेन्टली म बाहिर गएको थिएँ अनि त्यहाँ जाँदाखेरि अब म के को लागि गएँ त्यो सबै मैले राखिरहेको हुन्छु नि त हो त्यस्तो कुराहरू चाहिँ एटलिस्ट पब्लिक नगर्न तेरो त्यो यो पुरा नहुँदासम्म चाहिँ भनेर त्यस्तो म 4 दिन घरमा छुइनँ म यता गइरहेको छु मेरो घर खाली छ है बुझ्यो मलाई याद आइदिए अनि त्यसपछि हो त्यस्तो कुराहरूमा चाहिँ अब अलिकति गरि नहाल्न अब म चाहिँ अब मैले अब नयाँ बिजनेस गरेको थिएँ त्यसको लागि कपडा लिनलाई गएको थिएँ नि त अब त कपडा लिन जाने ठाउँ अरूलाई किन देखाउनु पऱ्यो अनि अब मान्छे पछि त्यही होइन अब सबै त त्यही त जान्छ नि के भयो त भन्ने हुन्छ क्या अनि मलाई त्यस्तो कुराहरू चाहिँ अब है मैले चाहिँ यस्तो यस्तो कुराहरू चाहिँ राख्न नहुँदो रहेछ है अलिकति त्यो चाहिँ लाग्छ तर फेरि त्यही हो मेरो भने अब के छ सबै कुरा त मैले केही पनि कुराहरू मैले त्यो बनाएर राखेको छैन नि त रियलमा जे छ रियल पनि मेरो त्यही नै हो क्या एक्ज्याक्टली सो त्यसरी नै मान्छेले मलाई मन पराउनु भएको छ भन्ने टाइपको हुन्छ त्यही हो म त गरिरहेको हुन्छु फेरि तिमीलाई त्यस्तो कहिलेकाहीँ फिल हुन्छ आई हेभ टु ड्र द लाइन समवेयर कहिलेकाहीँ ओभरसेयर भएको जस्तो मेरो पर्सनल कुरामा चाहिँ हुँदैन थियो किनकि आई नो वाट आम सेयरिङ भनेर अनि त्यो चिजले मलाई राम्रो पनि दिइरहेछ नराम्रो पनि दिइरहेछ वाट एभर इट इज र इभन नानीको कुरामा चाहिँ अब त्यही हो कि रोकिने तिमीले नराख्यो भने अरूले राखिदिन्छ द्याट्स अ डिफरेन्ट अभियसली अनि एकदमै ह्युज फ्यामिली पनि छ अनि यसो हो अब फेरि कस्तो हुन्छ भने कतिपय आफ्नो बच्चाको कुरा भइसकेपछि कतिपय कुरा अर्कोले हालिदिएको चित्त बुझ्छ कतिपय बुझ्दैन होइन अब फर इक्जाम्पल दिले भने जस्तो सी इज अनफिल्टर्ड लाइक वाइज मेरो मदर इन ल पनि उहाँले सबै हालिदिनु हुन्छ केही भएन बट आई थिङ्क सिमिलर कन्टेक्समा कुरा गर्नु पर्दाखेरि चाहिँ मेरो छोरीको चाहिँ सर्टेन यस्तो भिडियो आएको थियो जुन चाहिँ आई वाज नट ह्याप्पी विथ क्या सी वाज नट वेल ग्रुम्ड होइन उसले स्यान्डो मात्र लगाएको थियो यता ड्रप भएको थियो उसको त्यो लुगा अनि सी इज अ डटर नि त सो यु डोन्ट वान्ट हर टु बी प्रेजेन्टेड लाइक द्याट अब कसले आफ्नो बच्चा नराम्रो देखियोस् भनेर हुँदैन नि त होइन अनि त्यस्तो चिजहरू चाहिँ अलिकति सोचेर हालिदिनुपर्छ मान्छेले जस्तो लाग्छ किनकि सी इज एभ्रिवेयर यता घरबाट ठुलो मम्मीकोसम्म लाग्दाखेरि बाटोमा कतिजना भेटेर सान्विका भनेर फोटो खिचेर भिडियो खिचेर आइसकेको हुन्छ क्या त्यो मेरो कन्ट्रोलको कुरै हुँदैन होइन विच इज ओके तर पनि अलिक अरूले पनि हालिदिँदाखेरि चाहिँ अलिकति सोचेर हालिदिनु भन्नु म त आफ्नोबाट चाहिँ आई ट्राई माई बेस्ट या तर इट्स ओके इट्स भेरी हेल्दी टु टेल पिपल कि अलिकति त्यो लिमिटलाई रेस्पेक्ट गरिदिनुहोस् भन्नु त आई थिङ्क इट्स नट ब्याड एज मदर्स यु क्यान डु द्याट अब त्यो टेर्ने नटेर्ने मान्छेको आफ्नो ठाउँमा छ होइन समटाइम्स फेरि आजकल यस्तो भइसक्यो सोसियल मिडिया द्याट यु लुक फर मोमेन्ट्स लाइक द्याट के जहाँ अलिकति चिप्लेको होस् जहाँ अलिकति फेल खाएको जस्तो देखोस् बिकज त्यो भाइरल हुन्छ नि त नेगेटिभिटी भरेको चिजहरू सो अलिकति टक्सिक स्पेस छ तर वी ट्राई टु डु द बेस्ट द्याट वी क्यान होइन त अब लेट्स टक अबाउट सम पर्सनल थिङ्स है त गिल्टी प्लेजर्स एन्ड सेल्फ केयर भन्ने कुराहरू छ नि सो एज अ मम कतिको त्यो स्पेस एक्सप्लोर गर्न पाउनु भएको छ किनभने एउटा यस्तो सोसाइटीमा एउटा यस्तो जमात छ कि जहाँ अब बच्चा पाइसक्यो त तेरो काम यही बच्चासँग दिनरात बस्ने हो यु हेभ नो पर्सनल स्पेस यु कान्ट डु एनिथिङ बट आई थिङ्क हामी चाहिँ अलिकति फर्चुनेट इनफ छौँ वेयर वी क्यान से कि होइन है मम निड्स टु बी गुड मम निड्स टु बी ह्याप्पी अनि बल्ल बच्चा हेल्दी हुने हो नि त सो ममको पर्सनल स्पेस इज इम्पोर्टेन्ट त्यो पर्सनल स्पेस यहाँहरूले कतिको लिनुहुन्छ एन्ड आई वान्ट टु इन्करेज मम्स टु नट फिल गिल्टी अबाउट इट के सो के गर्न रुचाउनुहुन्छ वेन यु जस्ट लेफ्ट यर डटर एन्ड यु अन यर ओन कतिको डेज लाइक द्याट लिनुहुन्छ स्पा डेज दिस डे हेयर कलर नेल्स डेज लेट्स टक अबाउट द्याट गर्ली थिङ्स द्याट वीभ डन इभन आफ्टर मदरहुड एन्ड वी आर नट गिल्टी कस्तो छ त्यस्तो डेजहरू तपाईँहरू म त आई डु इट भेरी अफन साँच्चै भन्नुपर्दा अब किनकि एउटा लाइफ भएर हुन्छ नि त बेबी हुनुभन्दा अगाडि अनि सेल्फ ग्रुम इज भेरी नेसेसरी फर इक्जाम्पल हामी सुत्केरी हुँदाखेरि नै अब पहिलादेखि सुन्नाको नुहाउनु हुँदैन यस्तो हुन्थ्यो नि त बट आफूलाई कस्तो सिकसिक भइरहेको हुन्छ नि त एक्ज्याक्टली अनि अरूहरूले गाली गर्नुहुन्थ्यो बट मेरो सासू ममले उसलाई फोरी लगाइरहेछ त्यो बच्चालाई झन् कस्तो सर्ला नुहाउन देऊ सी वाज लाइक द्याट क्या अनि मेरो लागि बोलिदिने मान्छे छ अनि एकदमै अन्डरस्ट्यान्डिङ फ्यामिली छ अन्डरस्ट्यान्डिङ पार्टनर छ त्यसले गर्दाखेरि अब फर इक्जाम्पल म एकदमै लेट ब्याक भएर चाहिँ जाऊ यार बुढी तिमी मसाज जाऊ तिमीलाई रेस्ट चाहिएको छ भन्ने अनि अब नेल्स सानो चिज हो होइन अब नेल्स वेल ग्रुम छैन कपाल काटेको छैन भन्यो भने आफै पनि कस्तो अल्छी लाग्दो फिल गरिन्छ नि त अनि त्यही भएर उहाँले पनि भनिराख्नुहुन्छ जाऊ भन अनि आई डु टेक माई टाइम के अनि केटी साथीहरूसँग घुम्न जाने आई लाइक ड्राइभिङ एकदमै धेरै टक्क साथीहरू लिएर कता जाने आई डु द्याट सो द्याट्स इम्पोर्टेन्ट राइट हेज द्याट हेल्प्ड यु टु बिकम अ बेटर मम
आई थिङ्क यस अफकोर्स नि बिकज तिमीले आफ्नो सानो चिजहरूलाई टेक केयर गरेर यु फिल लाइक ओ आम गुड इन माई प्लेस हुन्छ नि आम वेल ग्रुम्ड मा ह्याप्पी छु देन त्यो रिफ्लेक्ट हुन्छ नि राइट वेन युर विथ युर डटर त्यही हजुरले भने जस्तो कि आफू खुसी भए पो त अरूलाई खुसी पार्न सकिन्छ नि त नभए त आफू भित्र मरेछु होइन तर होइन यार म त बच्चालाई जानु त्यो आउँदैन कि मम भए पनि आउँदैन तर कति धेरै घरको अझै पनि यथार्थ त्यही छ कि वेयर द मम इज एक्सपेक्टेड टु डु एभ्रिथिङ बाथरुम 5 मिनट बस्यो भने कति बेर बसेको बाथरुमभित्र भन्ने खाले घरहरू पनि छ अझसम्म पनि हाउ अबाउट यु यहाँले कतिको आफ्नो सेल्फ केयर गिल्टी प्लेजर्स के गर्न मन लाग्छ म पनि अफन दिदी म त होइन मैले मेरो स्टोरीमा रिप्लाई पनि गरेर हुन्छ कसरी टाइम निकाल्नुहुन्छ कि हजुरले आफ्नो लागि म चाहिँ फ्रिक्वेन्टली हेर्नु न अहिले पनि पुरा नेल्स बनाएर ल्यासेस हालेर यो त म त मनमा एकपटक त्यहाँ पुगिरह हुन्छु अझै म के त नि म त्यो ह्याङ्छ कि तपाईँको त्यो के अरे त्यो वाला उसमा गएको थिएँ नि बाबु 2 महिना हुँदाखेरि कि बाबु 2 महिना हुँदा गएको थिएँ कि बाबुलाई छोडेर गएको कि मलाई यस्तो भइसकेको थियो कहिले हो बाहिर जाने कहिले हो घुम्ने कहिले के गर्ने भनेर क्या अनि ठ्याक्कै मिलनको सुरु थियो उसको म्युजिक भिडियोको अनि त्यसपछि मैले गिरबानीलाई मात्रै लिएर गएको थिएँ कि यति धेरै गाली आएको थियो यति 2 महिनाको बच्चालाई छोडेर जाने कस्तो आमा हो तपाईँ त्यो के फेसबुकको कमेन्ट भएर त म त पागल भएको थियो उहाँले यस्तो गाली खाइराख्नु भएको थियो होइन अनि मैले दिदीलाई चाहिँ बच्चा खै होइन कि कुन ठाउँ दिदी कस्तो राम्रो रहेछ मैले सोधेको थिएँ अनि म जोडिहाल्छु ल 100 डेज जस्तो भएको थियो नानी अनि हामीलाई चाहिँ मम्मी बाबाले तिमीहरूलाई लास्टै ल्याङ भयो यार सुत्न नि पाएन जाऊ भनेर हामी दिल्ली गयो कि ताजमहल घुम्न यस्तो गाली खायो दी होइन 100 दिनको नि भएको छैन बच्चा तिमीहरूलाई हनीमुन जानुपर्ने आयो होला कस्तो आफूलाई मनदेखि नै ताजमहल हेर्न मन लाग्यो यो इम्पोर्टेन्ट पनि हुन्छ कि किनभने अब मेरो पनि अदेखि सुनेर हुन्छु टोइलेट जाने फुर्सद पनि पाउँदैन यार यस्तो भनेर हुन्छ अरे बाबा टोइलेट जाने टोइलेट पनि के अरे बच्चालाई मात्रै हेरेर बसिराख्यो भन्दा टोइलेट के अब अफकोर्स के गर्न पाउँदैन आफ्नो लागि त आफैले टाइम निकाल्ने हो मी टाइम त हामीले नै निकाल्ने हो कि जसरी हुन्छ हो कि भन्नु न अब त्यो मेडलाई छोडेर जाने हो कि एकछिन सासूलाई राखेर जाने हो कि ससुरालाई राखेर जाने हो कि त्यो गरेपछि त्यो हुन्छ नै कि जसरी सेट गरिन्छ हामी त्यसरी नै हुने हो कि अनि अफकोर्स प्रियङ्का दिदीले भने जस्तै हामी खुसी अफकोर्स हामी खुसी हुनु पर्यो नि त बच्चालाई खुसी बनाउनलाई तिनीहरूको राम्रोसँग केयर गर्नलाई आफूलाई चाहिँ झ्याउलाइरहेछ अल्छिरहेछ भइरहेछ अनि सबै त्यो स्ट्रेसमा त केही कुरा राम्रो पनि त हुँदैन नि त I love this conversation. Mom guilt is so real, Nidhi. No, it's real. भन्नुको मतलब अब महिनौ दिनै वास्तै नगरी हिँड्दिने त भने हैन नि त तर एकैछिन 1-2 hours 1 day without you your kid will survive के they will survive हो साच्चै हो केही पनि हुँदैन के सो त्यो चाहिँ एउटा जस्ट बेसिक अन्डरस्ट्यान्डिङ हो र त्यसलाई चाहिँ एकदमै धेरै जज गरिदिनु भएन कि मान्छेहरूले चाहे आमा एकै महिनामा घुम्न जाओस् कि न्वारानकै दिन घुम्न जाओस् होइन केही हुँदैन कि 1 day that baby will survive बिकज जति ममको दायित्व छ त्यति ड्याडले पनि माया गर्नुहुन्छ इनलजहरू हुन्छ ग्रान्ड पेरेन्ट्सहरू हुन्छ अहिले त झन् नेपालमा त हामी यति लकी ठाउँमा छौँ कि हामी यत्रो ठुलो फ्यामिली हुन्छ नि त वी हेभ अ भिलेज नि सो त्यो कुरालाई चाहिँ एकदमै धेरै बिग डिल अब चाहिँ बनाउनु हुँदैन जस्तो लाग्छ कि द्याट ममको लाइफ पनि त म्याटर्स नि होइन उसले पनि त आफ्नो इच्छा आकाङ्क्षा मार्नु त भएन नि त हो बच्चा इज अ बिग पार्ट अफ यर लाइफ बट बच्चा इज नट एभ्रिथिङ यो चाहिँ सोच्नु यु कान्ट लुज यर सेल्फ इन द प्रोसेस के सो यही भन्दै गर्दा चाहिँ जब बच्चाहरू सुत्छ नि राति त्यतिखेर चाहिँ मम्सको मोस्ट ह्यापनिङ टाइम हो जस्तो लाग्छ क्या मलाई आजको दिनसम्म पनि म आएका सुतेपछि म के गरी भ्याउँछु कि सो त्यो के गरी भ्याउनेमा लेट मी करिश्माले मलाई भन 3 things that you do बच्चा सुतेपछि त्यो अचानकमा टाइम पाए जस्तो फिल हुन्छ नि त्यो टाइममा अब म यो पनि गर्छु के आउँछ तिम्रो दिमागमा भन प्रश्न चाहिँ म रुम मिलाउँछु यस्तो मेसी भएर हुन्छ उसको यत्रो लुगाहरू हुन्छ नि त रुमभरि त्यो अनि अर्को थिङ म एडिटिङ भ्याउँछु रातभरि बसेर म एडिटिङ भ्याउँछु अर्को स्किन केयर रेयरली गर्न पाइरहेको हुन्छ क्या कस्तो भने राति 12 बजी त सुत्छ अब त्यो उनी हुँदैन एनर्जी नै हुँदैन नि त भनेपछि सुत्यो भने चाहिँ बल्ल मजाले टाइम लिएर के गर्नुपर्ने मार्क्स लगाउनु पर्ने गरेर हुन्छ म चाहिँ व्हाट अबाउट यु यता के गर्नु म चाहिँ बाबु नानीलाई त अब खासै त्यस्तो टेन्सन हुँदैन सुतिरहेको हुन्छ बाबुलाई सुताइसकेपछि चाहिँ सबभन्दा पहिला स्किन केयर गर्छु देखिरहेको छ नि ग्लो एकदमै चस्मा लगाउने बेला हुन लागिसक्यो मैले यहाँ धेरै टल्केर देखिरहेको छ नि ग्लो Savage. अनि नेक्स्ट फर्स्टमा स्किन केयर भयो अनि त्यसपछि चाहिँ त्यो भोइस ओभरको काम गर्छु राति चाहिँ हल्ला कम हुन्छ त्यसपछि भोइस ओभरको काम गर्छु अनि अर्को भनेको के गर्छु मोबाइल चलाउँछु मोबाइल चलाउन तिमीले बिर्स्यो भन्न म त पहिला 20 मिनट जति एउटा ठाउँबाट नहल्लिकन मोबाइल चलाउँछु
हल्लिनु पर्यो नि त बच्चा सुतेपछि मोबाइलमै हो कि तिमीहरू एडिटिङ त्यो त नन कहिले भ्याउँ भन्ने भएको हुन्छ सबै त्यो दिमागमा के आउँछ नि यो त मेरो अर्निङ हो नि त आउँछ छिटो गरेर भोट डेडलाइन हुन्छ भोइसओभर गरेर राति होइन कस्तो क्रेजी आई नो तर सोच न द काइन्ड अफ कन्भर्सेसन्स वी आर ह्याभिङ के एज अ सोसाइटी आई फिल लाइक हामी कति अगाडि आइसक्यो है अब अहिले हामी मम टक गरिरहेछ नि टकिङ अबाउट एडिटिङ भोइस ओभर हुन्छ नि लाइक 20 वर्ष अगाडिको मम्सहरूलाई यो सोध्यो भने यो कुनै पनि यो प्रायोरिटीमा पर्दैन थियो क्या द थिङ्स द्याट वी आर सेङ सो प्रोग्रेस भइरहेछ होइन सो यही अब कम्पेरिजनको कुरा गर्दाखेरि चाहिँ होइन लेट्स टक अबाउट बिफोर यु बिकेम अ मदर चाहिँ एउटा चिज जुन तिमीहरूले विश्वास गरेको है अबाउट मदरहुड जुन बच्चा पाइसकेपछि डिबङ्क भयो क्या यो त होइन रहेछ यो त मिथ रहेछ भन्ने त्यस्तो कुनै छ एनिथिङ द्याट अ मिथ यु बिलिभड बिफोर बिकमिङ अ मम अनि मम भइसकेपछि तिमीलाई रियलाइज भयो कि ए होइन यो त होइन रहेछ नि एनिथिङ क्या अबाउट रेजिङ अ बेबी कति धेरै चिजहरू हामीलाई सिकाएको हुन्छ नि त यसरी गर्नुपर्छ जस्तो अघि तिमीले नै कति इक्जाम्पल दियो बिन्जुले यस्तो हुँदो रहेछ मलाई गर्नै मन छैन तर पनि म गरिरहेको थिएँ सो लेट्स सेयर वान एउटा मिथ थियो जुन आफ्टर बिकमिङ अ मम यु रियलाइज कि यो मिथ हो म यो फलो गर्दिनँ अब म यो गर्दिनँ सबैभन्दा ठुलो मिथ त के हो थाहा छ ती बच्चा पाऊ यत्तिकै हुर्किन्छ अघि पनि आएको होला सायद यो टपिक होइन हुर्किहाल्छ पाउने त हो पाएपछि हुर्किहाल्छ वाला टपिक यो चाहिँ एकदमै ठुलो मिथ हो पाइसकेपछि लगभग 2 इयर्ससम्म त कम्प्लिटली नै हामीले त्यो बेबीलाई टेक केयर नै गर्नुपर्छ कि खानेदेखि लिएर राति सुताउने राति कति पटक फिडिङ गराउनुपर्छ हो कि इभन आफ्नो के अरे ब्रेस्ट फिडिङै नगराए पनि फर्मुला फिड बेबीलाई पनि उठाएर त खुवाउनु पऱ्यो सो त्यो निन्द्राको डिस्टर्बेन्स राम्रोसँग त स्टिल अहिले पनि सुत्न त्यो कम्प्लिट चाहिँ अहिलेसम्म पनि सुत्न पाएको हुँदैन कि सो यो कुरा चाहिँ मलाई एकदमै ठुलो मिथ लागेको बच्चा पाएर यत्तिकै चाहिँ हुर्किँदैन है ए त्यो 9 महिना हो अन्त निस्केपछि त सकिहाल्यो नि भन्छ नि मेरो त निस्केपछि स्टार्ट भएको थियो हो अहिलेसम्म भएको 9 महिना त बरु त्यस्तो त्यहीँभित्र हुन्छ केही हुँदैन उठेपछि उनीहरूलाई खुवाऊ सुताऊ टाइममा होइन त व्हाट अबाउट यु बिगेस्ट मिथ जुन तिमीलाई बच्चा पाइसकेपछि रियलाइज भयो कि यो त मिथ हो भनेर मैले चाहिँ बच्चाले आमै छोड्दैन वाला भन्छ नि मान्छेले बट व्हाट आई थिङ्क इज आमाले चाहिँ बच्चा छोड्न नसके जस्तो लाग्छ क्या मलाई चाहिँ कि द्याट्स अ भेरी गुड पोइन्ट होइन मलाई चाहिँ एकदमै त्यो फिल भएकै चिज कि किनकि एउटा म सँगसँगै 3 months अगाडि मेरो अर्को दिदी पनि हुनुभएको थियो होइन सी क्यारिज हर बेबी एभ्रिवेयर क्या एभ्रिवेयर क्या त्रिसरा पनि क्या त्यो आई नो त्यो एकदमै बिचरा उहाँलाई तपाईँ हेरिदिने मान्छे छैन होला यो होला तर छोड्न त सक्नु पर्यो नि त आमाले नै छोड्न सकिरहेको छैन भने बच्चाले त किन छोडोस् त आफ्नो आमालाई होइन अनि यो चाहिँ मलाई चाहिँ म चाहिँ ममहरूकै फल्ट भन्छु क्या होइन तपाईँलाई यति धेरै तपाईँ अट्याच भइसक्यो कि बच्चासँग हुनुपर्छ आफ्नो बच्चा हो अफकोर्स होइन तर बाबा पनि तर आफूलाई पनि बिर्सिनु भएन अनि लिटरली म त्यो आउँदाखेरि चाहिँ दिदी आउँदाखेरि चाहिँ भिनाजुलाई कल गरेर होइन भिनाजुसँग ट्याक्सीमा बच्चा पठाइदिएर दिदीलाई राखेको नि सी वाज लाइक कति पछि मैले यति राति 1 बजीसम्म बसेको यार सी वाज सो ह्याप्पी कि त्यति गर्दाखेरि त्यो एक्सप्लोरै गरेको छैन एक्ज्याक्टली अनि त्यही भन्छु क्या म बच्चाले आमा नचोड्याएन क्या आमाले चाहिँ बच्चा नचोड्यायो आई थिङ्क त्यो चाहिँ होला एउटा ओके समथिङ अबाउट यु एन्ड यर पर्सनालिटी द्याट चेन्ज आफ्टर यु बिकम अ मम के छ एउटा जस्तो हामीले भन्छ नि म त पहिला त यो म गर्नै सक्दैन बट आफ्टर यु बिकम अ मम युर डुइङ इट एभ्री डे यु डोन्ट इभन रियलाइज त्यस्तो केही छ एउटा आफूमा पर्सनालिटीमा आफ्नो बानी बेहोरामा केही न केही चेन्ज आएको आफ्टर यु बिकेम अ मम मलाई खास रियलाइज भयो मलाई कुनै चिजको डर चाहिँ लाग्दैन दिदी अहिले होइन त्यो भूतवाला डर त्यस्तो भन्दैन कि बट केही चिज पनि गर्नको लागि डर लाग्दैन अनि म पहिलाभन्दा नि मच मोर कामर भएको चाहिँ म आफूलाई फिल हुन्छ होइन एउटा केही चिज भयो भने म त्यो मान्छेसँग बाँच्न जान्थेँ कि अहिले आई चुज भने जस्तो कि होइन मान्छेले बच्चा छ हेर्नु भन्छ कहाँ त्यो ड्रामामा मलाई उसलाई एन्टरटेन त्यो चाहिँ चेन्ज फिल हुन्छ आफूलाई चाहिँ मैले पनि लाइक त्यस्तै नै हुन्थ्यो होला म चाहिँ केही कुरा कसैले मलाई भनेछ भने त्यो भुइँमा खस्न नजिकै मैले रिप्लाई गरिहाल्थेँ कि लाइक मेरो बानी साँच्चैको त्यस्तै नै थियो कि अनि त्यस्तो म त यो कसैले मलाई भनेको छ भने म चुप्लाएर चाहिँ बस्न सक्दिनँ टाइपकै हुन्थ्यो तर लाइक 2टा बच्चा जन्माएर यहाँसम्म आइपुग्दाखेरिसम्म चाहिँ मलाई चाहिँ यस्तो अहिले चाहिँ यस्तो माइन्डसेट भइसकेको छ कि ओके सो मान्छेको पर्सेप्सन चाहिँ सबैको फरक हुँदो रहेछ एन्ड द्याट्स ओके कि होइन द्याट्स ओके हामीले चाहिँ हरेकलाई रिप्लाई दिनु आफूलाई किन स्ट्रेस दिने आफ्नो इनर्जी खराब गर्ने के अरे किन उस गर्ने नराम्रो गराउने टाइपको चाहिँ किन नगरे पनि हुँदो रहेछ लाइक मान्छेलाई त्यो हजुरले अघि नै भने जस्तो हामीले जति इग्नोर गरे त्यति अब एक दिन भन्छ अर्को दिन भन्छ 3 दिनबाट त छोडेर एक्ज्याक्टली हो त्यो चाहिँ म त यस्तै नै हो सधैँ छुच्चिने हो जस्तो लाग्थ्यो तर आजभोलि चाहिँ म यस्तो कुराहरूलाई चाहिँ म त डाइरेक्ट ब्लक गरिदिने हो त्यो नेगेटिभ कमेन्ट आयो ब्लक गरिदिएँ अनि त्यसपछि सक्यो त्यसपछि आजभोलि त आउँदा पनि आउँदैन कति पनि पहिला कति धेरै आउँथ्यो याद छ है
मेरो त आउँछ भन्छ उसले त ओके अब लेट्स टक अबाउट यु आर अ भेरी यङ मम होइन तपाईँलाई पनि म एकदम ओल्ड त भन्दिनँ यु आर अल्सो अ फेयरली यङ मम र दुवैजना आफ्टर बिकमिङ मम्स पनि काम गरिरहनु भएको छ नि त सो अहिलेको जमानामा त्यो मार्केटमा त्यो सिफ्ट कस्तो खालको आएको छ आफ्टर बिङ अ मम इज इट ट्रु कि कति हदसम्म ट्रु छ द्याट तपाईँको करियरमा तपाईँलाई गाह्रो हुन्छ तपाईँले काम पाउनु हुँदैन और अब यो मम भन्ने बित्तिकै अटोमेटिकली अलिकति घरमा थन्केर बस्नुपर्ने खालको एनर्जी तिमीले गरिरहेको कामको पेयर्सले पनि त्यो दिने खालको एनर्जी त्यो सिफ्ट देखाएको छौ कि होइन मम नसम बिहा भयो नि नभए नि मम भयो नि नभए नि इट्स द सेम इफ यु हेभ ट्यालेन्ट भन्ने खालको वाट इज योर टेक अन द्याट मम भइसकेपछि डु थिङ्स चेन्ज करियर वाइज वर्ल्डमा हुन्छ नि है त्यो अलिकति त्यो नढाँटी भन्नु पर्दा होइन फर इक्जाम्पल मेरो 12 बजीभन्दा अगाडि मेरो के पनि काम नहुँदैन बिकज आमा मम अनि त्यसपछिको म बाँकी काम राख्छु नि त होइन तर सबै चिज आफूबाट स्टार्ट गर्नुपर्ने रहेछ कि आफूले त्यो वातावरण बनाउने हो कि मेरो कतिजना साथीहरू चाहिँ दे आर गोइङ टु गेट म्यारिड अनि उनीहरू अहिलेबाट डराइसक्यो अनि कतिजना प्लानिङ अन गेटिङ प्रेग्नेन्ट अनि डराइसक्यो कि के हुन्छ कसो हुन्छ भनेर होइन अनि मैले भन्छु चाहिँ आफू यस्तो छु भनेर चिनाउनु त पर्यो नि त इनलजलाई होइन सपोज मेरो 10 to 5 जब छ अरे म घरबाट 9 बजे निस्किन्छु म 7 बजे बल्ल घर आइपुग्छु है किनकि मेरो अरू काम छ होइन यो त पहिले सेट गरिदिनु पर्यो नि त उहाँहरूको हेडमा पनि अनि त्यही आफूले आफूलाई गुमाउँछ क्या यो प्रोसेसमा अनि त्यो एकदमै अब हामी त लकी इनफमा परेर पनि होला दि सायद होइन किनकि हाम्रो फ्यामिलीहरू हामीसँगै छ हेरिदिनको लागि ग्रान्ड प्यारेन्ट्सहरू हुनुहुन्छ नि त अनि सपोर्ट गरिदिनुहुन्छ कतिजनाको हुँदैन पनि क्या अनि त्यो चिजले गर्दाखेरि चाहिँ गाह्रो पर्छ तर अब यो कन्टेन्ट क्रिएसनवाला कुरामा चाहिँ यसमा चाहिँ मलाई खासै फरक परेको छैन हाम्रो त प्रायः घरमा बसेर गर्ने काम या यता गयो आयो खालको हुन्छ नि त त्यही भएर मेरोमा चाहिँ चेन्ज आएको छैन अरूकोमा नि आउनु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ व्हाट अबाउट यु होइन कति कुरामा चाहिँ चेन्ज हुन्छ लाइक हामी अलिकति इमोसनली अब केही कुरा त्यो डेयरिङ कुराहरू गर्नको लागि चाहिँ फर इक्जाम्पल अब हामी कतै फ्लाइ गर्दैछौँ भने त्यो कुराहरूमा चाहिँ हामीलाई के कुरामा डर लाग्छ भने ला घरमा बच्चा छ फ्लाइ गरेर जाँदा मेरो प्लेन क्रास होला लाइक सो एक्सट्रिम मलाई त यस्तो आइरहेको हुन्छ भने मलाई त्यस्तो हुन्छ क्या अनि हो यस्तो कुरामा चाहिँ इमोसनली स्ट्रङ पनि इन अ वे अनि विक पनि इन अ वे त्यसमा जानै नपरे हुन्थ्यो जस्तो एनर्जी आउने अनि त्यो कहिलेकाहीँ चाहिँ अब ला फ्लाइ गर्नै नपरे हुन्थ्यो नि त्यो वाला पनि हुन्छ होइन बट स्टिल एट द सेम टाइम के हुन्छ भने चाहिँ कति कुराहरू मलाई त यो कुरा चाहिँ केमा के लाग्छ भने चाहिँ त्यही हो म टक्क रेडी भएँ म टक्क मेरो हेयर बनेको छ होइन मैले राम्रो ड्रेसअप गरेको छु म टक्क ड्रेसअप गरेँ भने चाहिँ मलाई छुट्टै खालको कन्फिडेन्ट आउँछ क्या अभियसली आफूलाई पनि मेन्टेन चाहिँ गर्दै लानु पर्छ क्या साँच्चै यो कुरामा यसमा पनि डिपेन्ड गर्छ जस्तो लाग्छ यो कुराहरू सो यही नै हो कि भने होइन सो माइन्डसेट चेन्ज हुनु हाम्रो अन्डरस्ट्यान्डिङ चेन्ज हुनु त्यो आफ्नो ठाउँमा छ होइन तर तिम्रो ट्यालेन्ट तिम्रो खुबी क्यालिबर त चेन्ज हुँदैन नि त सो एज अ इन्डिभिजुअल और एज अ मम इफ यु क्यान एक्सप्लेन द्याट आफ्नो तरिकाले जस्तो अहिले बलिउडमा पनि आइरहेको छ नि 8 hour सिफ्ट डिमान्ड गर्यो दिपिकाले भन्ने टाइपको सो इफ यु क्यान डु द्याट पुट योर मम निड्स अल्सो अन द टेबल र म यसरी गर्छु इम्पोसिबल त होइन नि त सो डराउनु चाहिँ पर्दैन नि त्यो थियो मेरो मेन क्वेसन आजकलको यङ गर्ल्सहरू यङ म्यारेज यङ प्रेग्नेन्सीसँग दे आर भेरी स्केर्ड लाइफै सकिन्छ मेरो त कहाँ म 20-22 वर्षदेखि अर्काको घरमा बसेर अर्काको बुहारी बनेर बच्चा हुर्काएर त्यो माइन्डसेटै म आजकल देख्छु कि इट्स भेरी मी र मैले बिहा गरेर गएँ भने म मी हुँदैन हामी अस हुन्छ वी हुन्छ अनि आई डोन्ट हेभ द्याट काइन्ड अफ स्पेस फर द्याट भन्ने खालको छ कि होइन त्यो अस भइसकेपछि पनि हामीले हाम्रो करियरलाई अगाडि बढाउन सक्छ त्यो चाहिँ हुँदैन लाइक अब बिहे गरिसकेपछि करियर सक्यो ला सबै सक्यो भन्ने चाहिँ हुँदैन पक्कै पनि अहिलेको टाइममा चाहिँ धेरै नै बुझ्ने हुन्छ तर आई थिङ्क धेरै अझै पनि हुन बाँकी चाहिँ छ होइन किन हामी एकदम अर्बन कन्टेक्स्टबाट कुराहरू रहेछ कि काठमाडौँ धरान पोखरा मात्रै होइन नि त नेपाल त कति ठाउँमा आइएम स्योर बिहा गरिसकेर अझै पनि साडी र धोती बाहेक अरू केही लाउन पनि अलाउड छैन होला नो म्याटर वाट यु युज टु वेयर पहिला होइन 5 बजी उठेर जति गाह्रो भयो नि पुरै घर आँगन बढाल्नै पर्ने केसेस होला कति होइन सो त्यस्तो चेन्जेसमा चाहिँ फेरि नट सेङ द्याट इज रङ होइन अब यु डु यु हो कोही छोरीहरू त्यसरी नै रेज्ड हुन्छ होला जहाँनिर त्यति साह्रो वेमा एजुकेसन अवेरनेस भइसक्यो हुँदैन तर मेन कुरा के हो भने चाहिँ माइतीमा यदि छोरीले एजुकेसन फ्रिडम पाएको छ होइन उसको पखेटा मजाले फिजाइदिएको छ भने चाहिँ त्यो उड्न चाहिँ पाउनुपर्छ जस्तो लाग्छ कि भरि ससुरालीमा गएर चाहिँ छ्यापछुप पखेटा सखेटा काटिदिएर अब यो तिम्रो नयाँ घर हो यहाँ त हुँदैन कामसाम हुँदैन टाइपकोमा त्यस्तो कम्प्रोमाइजेस देख्यो भने चाहिँ एकदम हार्ट ब्रेक हुने भेरी स्केरी हो त्यस्तो एन्ड समटाइम्स यु नेभर नो जस्तो लाग्छ कि अनि मलाई चाहिँ यो रियलाइजेसन किन भयो भने आई हेभ अ फ्यु फ्रेन्ड्स के जो राम्रै फ्यामिली पढे लेखेको फ्यामिली
बडा हुनुहुन्छ अनि उहाँहरूको बिहा भइसक्यो तर अब उहाँ यस्तो घरमा बिहा भएर जानुभएको छ फेरि नपढेको पनि होइन राम्रै पढेको छोरा सासु ससुरा पनि अब केही अमाउन्ट अफ टाइम विदेश पनि बसेर आउनु भएको तर अब बुहारीले काम गर्न पाउँदैन तिमी घरमै बस्नुपर्छ होइन अनि अब उसले 2टा बच्चा पाइसक्यो नानी राख्न मिल्दैन तिम्रो के काम त तिमीले हुर्काउने हो यो बच्चा अब त्यस्तोमा त्यो केटी कस्तो स्टक भएन त अब उसको घरबाट यस्तो पढाएर यस्तो मजाले होइन मास्टर्स गरेको केटी यसरी स्टक हुनु भनेको वाट टु डु यस्तो सिचुएसन्सहरू पनि आउँछ क्या विच इज भेरी स्याड रियालिटी इन आवर कन्ट्री बट त्यो छ धेरै घरमा छ अनि त्यही इक्वेजन त्यही नरेसन अलिकति 1 स्टेप एट अ टाइम इफ वी क्यान चेन्ज नट बाई सेइङ कि होइन उडे दिनभरि रातभरि बाहिर जा भनेको होइन तर I don't think you would do that to your daughter, so why would you do that to somebody else's daughter? Just because बुहारी भएर आयो भन्दैमा होइन सो यो कति धेरै लेभलमा छिरेर सिस्टमलाई हल्लाउनु पर्ने छ कि हामी त रिलेटै गर्न सक्दैन क्या हजुरले मैले उहाँले होइन त्यो अब जति म रिलेट गर्छु म उहाँहरूको कुरा सकिँदैन किनकि त्यस्तो हाम्रो हुर्काइ पनि भएन होइन अनि इट्स भेरी स्याड के यस्तो कुरा सुन्दाखेरि चाहिँ होइन अब मेरो के भन्छ मैले बे गरेको घर होइन मेरो माइतीभन्दा कति धेरै फ्लेक्सिबल छ क्या अनि म त होइन वा साँढे जस्तो भएको क्या साँच्चीकै भनेको त्यस्तो स्ट्रिक्ट पनि होइन तर मेरो मम्मी चाहिँ अब कसो भने अब फर इक्जाम्पल एकदम सानो कुरा पिरियड बार्नुपर्छ छोडी उठै यसो गरे उसो गरे थियो नि त त्यो अब उहाँको स्कुलिङ भयो नि त सो द्याट्स व्हाट शी पास डाउन टु यु त्यसो भयो अनि म त्यो घरमा बे गरेर जाँदाखेरि त इट वाज पुरै के एकदमै चिल पारेर केही गर्नुपर्छ नि म त भा यार मम्मीले चाहिँ मलाई जहिले के भन्नुहुन्थ्यो नि त कस्तो घरमा पढिस् है मलाई टेन्सन हुन्छ भन्नुहुन्थ्यो कि अनि म त क्या चिल घर पढेको त्यसो भन्थ्यो कि अनि अहिले मलाई डर चाहिँ के लाग्छ भने मेरो एकदम धेरै नन्दहरू हुनुहुन्छ नि त अनि उहाँहरू पनि एकदम छोरा मान्छे जसरी हुर्किनु भएको छ क्या यो घरमा अनि म चाहिँ बस्नेतको छोरीहरू कस्तो घरमा पर्छ टेन्सन हुन्छ ओके अब हामी पुगेका छौँ हस्बेन्ड एडिसन है त अब हामीले सबै कुरा गऱ्यौँ इन लज हामी कस्तो बुहारी हो टेकिङ मी टाइम वी आर गुड मम्स वी आर ट्राइङ टु बी बेटर मम्स अल द्याट होइन सो अब हामी हस्बेन्ड एडिसनमा जाऊँ आई क्यान जस्ट सी तपाईँ दुईजनालाई देख्दाखेरि कि यु गाइज हेभ अ भेरी ह्यान्ड्स अन हस्बेन्ड फादर who are equally helping you with your pregnancy त्यसपछि अहिले with your childbirth त्यसले कतिको सपोर्ट दिँदो रहेछ for you as a mom and as a woman के to have a handy husband like that कतिको चेन्जेस ल्याउँछ त्यसले एकदमै धेरै होइन मैले यतिसम्म पनि सुनेको थिएँ कि वाइल अब नानी नहुँदाखेरि चाहिँ होइन आई हेभ सिन अ पार्टनर जस्तै एकचोटि पनि डाइपर चेन्ज गरिदिएको छैन अरे बेबीको होइन अनि सलोनले चाहिँ गरिराख्नु भएको थियो अनि हि वाज सक के होइन आफ्नै बच्चा हो त डाइपर फेर्नु नि कत्रो ठुलो कुरा हो र टाइपको के सो हाम्रो त बार म ब्रेस्ट फिडिङ गर्छु तिमी डाइपर चेन्ज गर्छौ क्या अनि उहाँ त्यो कुराले अफेन्ड पनि हुँदैन कि हि इज भेरी ह्याप्पी टु डु द्याट अनि त्यो कस्तो अचम्म मान्नुपर्ने कुरै होइन नि त बच्चा त दुइटैको हो नि त होइन 50-50% के अरे आफ्नो वर्क डिभाइड हुनु पऱ्यो नि त होइन अब म बिहान छिटो उठिरहेको छु भने तिमी बेलुका हेरिदेऊ होला टाइपको के अनि सो मलाई चाहिँ मैले पनि त्यो कुरामा पनि रिलेट पनि गर्न सक्दिनँ बट आइ एम रियली ग्ल्याड कि यस्तो पार्टनर पाएँ कि यतिसम्म पनि हुँदो रहेछ कि होइन आफ्नै बेबीको पटी देखेर भमिट गर्ने फादर क्या लाइक त्यही भएर म त कहिले पनि छुट्दिनँ डाइपरवाला टाइपको त्यस्तो पनि देखेको छु कि अनि त्यो सुन्दाखेरि चाहिँ आफ्नै बच्चा होइन र यस्तो नि हुन्छ वाला चिज कि नट ओन्ली डाइपर र दुधको मात्र कुरा पनि हुँदै होइन क्या अब बेबी 2 इयर्स भइन्जेलसम्म त कतिचोटि फलोअपको लागि जानुपर्छ सपोज मलाई कुनै दिन जानु मन लागेन अरे आइम टायर्ड रे मेरो हस्बेन्डले त लिएर जानु मिल्यो नि त इन्जेक्सन लाउनुको लागि होइन मै आमै हुनुपर्छ त नेसेसरी होइन नि त होइन सो यही चिजहरू क्या सानो सानो चिजहरू चाहिँ देख्छु अनि रियलाइज गर्छु अनि ग्रेटफुल हुन्छ कि खुसी हुन्छ जस्तो चाहिँ हुन्छ अनि मलाई What about you? मसँग पनि त्यस्तै हो अब बुढाको साथ चाहिँ चाहिन्छ लाइक तपाईँको होल फ्यामिली साथ छ तर बुढाको साथ छैन भने पनि त्यहाँनिर केही न केही ल्याकिङ भइरहेको हुन्छ कि सो हामी खुसी हुँदैनौँ नि त सो यस अब उसले उसकै सपोर्टले गर्दाखेरि त म अहिले पनि अब सबै छोडेर यहाँ आइरहेको छु होइन बाबु 19 महिनाको बाबु छ सो त्यो कुराले अब हाम्रो चाहिँ जहिले पनि मेरो चाहिँ रातिको ड्युटी मेरो हुन्छ अनि बिहानै बाबु फेरि 4 बजे 5 बजे उठिदिन्छ सो बिहानको ड्युटी मिलनले गरेर हुन्छ होइन सो त्यसरी नै ब्यालेन्सिङ भएर नै अफकोर्स म अहिले यहाँसम्म पनि छु मतलब उसको साथले स्किन यस्तो ग्लो भएर कारण पनि त्यही हो एकदमै म ह्याप्पी छु त्यही ओके अब हामी ट्रुथ अर ट्रुथ खेलौँ है त दिस इज अगेन हस्बेन्ड रिलेटेड क्वेसन्स नै हो होइन तपाईँलाई लागेको सबैभन्दा रिडिकुलस अर फनी थिङ यो हस्बेन्ड डिड त्यो फर्स्ट फ्यु डेजमा जब बच्चा आउँछ थाहा भएर हुँदैन नि त मम्सलाई त थाहा भएर हुँदैन झन् ड्याडलाई त कति कुरा अतपत्ती हुँदैन नि त सो त्यस्तो कुनै मोमेन्ट छ वे यु जस्ट लुक्ड एट सडन यु लाइक वाट आर यु डुइङ इट्स नट मेकिङ सेन्स खालिको हाँसुद्धो खालिको मोमेन्ट विथ हिम एन्ड योर डटर के
त्यस्तो कुनै मोमेन्ट छ कति छ एउटा सेयर गर्न एउटा फनी थिङ चाहिँ मलाई त्यो मेरो स्टार्ट हुनुभन्दा लेभल स्टार्ट हुनुभन्दा अगाडि वी वर वाचिङ एनिमल मुभी रणवीर कपुरको अनि त्यसपछि स्टार्ट भयो मलाई थाहा भइसक्यो फेरि कति त्यो फेक अलार्म पनि हुन्छ यु नेभर नो फेरि फर्स्ट प्रेग्नेन्सी हो के हो थाहै छैन अनि यति टाइममा आउँछ अनि हेर्नु ट्र्याक गर्नु भनेर त्यो गरेर बसेको थिएँ अनि भन्छ नि बुढी फिल्म सकिन्छ सकिन्छ अन्त लिटरली मुभी सकाएर अनि वी वेन्ट बेबी गर्न होइन बेबी गर्न अनि त्यसपछि नानी भइसकेपछि अनि अब बच्चा यत्रो त हुन्छ नि होइन अनि यसो गरेर बसिरहेको थियो अनि एभ्री टाइम उसले गरेर सबैलाई भन्ने नानी आउनुभन्दा अगाडि हामीले एनिमल फिल्म हेरिरहेको थियो अनि त्यसमा अनिल कपुर यसरी बसेको थियो सिटमा मेरो छोरी खालि यसरी सबैजनालाई क्या सबैजनालाई त्यही भन्ने क्या यसरी बस्छ भन्ने होइन अनि उसले त्यो भेटेको मान्छेलाई नभनेको रेकर्डै छैन क्या कस्तो क्युट ड्याड मोमेन्ट रहेछ उसको अनि आई रिमेम्बर एउटा सपनामा हाम्रो बेबी भइसकेको थिएन सपनामा चाहिँ मेरो बच्चाले पापा पिना कोलाडा भन्यो अरे अनि हि वेन्ट नेक्स्ट डे के गाडी लिएर कहाँ गयो भने पिना कोलाडा खान बच्चाले पिना कोलाडा भनेको छ अरे सो हिज लाइक द्याट कि अनि कस्तो के गर्नुहुन्छ अनि म चाहिँ बच्चामै बुढो के बाबा भएको भएर होला जस्तो लाग्छ कि यस्तो क्युट स्टोरी सुन एउटा दुइटा मेरो त त्यस्तो एक्ज्याक्टली केही पनि याद छैन मलाई उसले चाहिँ लाइक नानी जन्मिसकेपछि चाहिँ नाक त ठ्याक्कै मेरो जस्तो नै छ यो गिरबानीको त यो चाहिँ नोज चाहिँ मैतिर गएको हो यताउता त्यस्तो कुराहरू चाहिँ मलाई याद छ त्यस्तो वेयर्डवाला अथवा त्यस्तो फन्नीवाला त मलाई केही पनि याद छैन बाबुको बेलामा पनि याद छैन बाबुको बेलामा पनि छैन खासै ओके नो प्रब्लम त्यसपछि सेकेन्ड अब मैले भर्खर भने नि हाम्रो एकदम ह्यान्ड्स अन हस्बेन्ड फादर्सहरू हुन्छ एकदम हेल्प गर्न खोज्नुहुन्छ नि कुनै यस्तो इन्सिडेन्ट छ जहाँ हेल्प गर्न खोज्दा झन् धेरै बिगारी पठाइदिएको अनि अब त्यतिखेर त हाम्रो हर्मोन पनि अल ओभर द प्लेस हुन्छ अनि ह्यान्डल गर्न सक्दैन नि त्यस्तो कुनै इन्सिडेन्ट छ द्याट अ फनी इन्सिडेन्ट यु क्यान सेयर डाइपर चेन्जिङको बेलामा नो ब्याक टु ब्याक 6-7वटा डाइपर फेर्नु भएको के कस्तो नि उसले कम्प्लिटै गर्न दिएन कि बेबीलाई पटी हुन्छ नि अब उसले नबुझेर होला कि के हो उसको ड्युटी थियो नि त आयो पुस्दिनी लगाइदिहाल्ने फेरि त्यसो गऱ्यो नि फेरि पुस्दिनी बुढी 7चोटि भयो भने उसलाई क्लियर त गर्न देऊ न सबै आयो कि पुछेर लगाइदिएपछि त त्यस्तो भइहाल्छ होइन सो त्यस्तोवाला चाहिँ भएको छ डाइपरमा हजुरको छ त्यस्तो कुनै स्टोरी मेरो चाहिँ बाबुकोमा चाहिँ याद आयो होइन अब युजली अब हामीले बेबी गर्लको दिशा पुछिराख्दाखेरि अब बेबी बोय र बेबी गर्लको फरक हुन्छ नि त जेनेटल एरिया होइन अनि त्यसपछि अब नानीको पुछिरहेको बाबुको केही पनि थाहा छैन नि त अनि पुछ्ने होइन सरी यो भन्नुहुन्छ होइन सो अनि त्यो लाइक स्कर्टमको तलपट्टि चाहिँ जहिले पनि दिशा रहँदो रहेछ कि लाइक त्यहाँनिर चाहिँ ऊ कहिले पनि नपुग्ने अब नानीको त हामीले सट्ट पुस्थ्यो अनि सक्यो नि त होइन अनि त्योबाट चाहिँ कति टाइमसम्म त्यत्तिकै नै रहँदो रहेछ क्या दिशा कति दिनपछि थाहा भयो कि अनि त्यसपछि होइन यो त सबै निकालेर नै सफा गर्नुपर्नेवाला रहेछ टाइपको त्योवाला चाहिँ एकदम फन्नी भएको थियो लाइक 3-4 दिनसम्म त्यत्तिकै के त्यो त्यहाँ नपुग्ने अनि त्यो सट्ट त्यो एनल एरियातिर पुछ्यो अनि सक्यो ओके आई गेट इट आई डोन्ट ह्याभ अ सन बट आई गेट इट आई एम ट्राइङ टु गेट इट आई थिङ्क भोलि पर्सि मैले छोरा पाएँ भने म यो कन्भर्सेसन चाहिँ याद गर्छु कि आची पुस्ने बेलामा सबै पुस्नु पुरा एरियाको निहाल के देखो पहिले ड्यामेज कहाँ भएको छ भनेर ओके बिफोर म्यारेज एन्ड आफ्टर म्यारेज अब अगेन हामी क्विक क्वेसनमै छौँ है त समथिङ द्याट यु डिड फ्रिली बिफोर म्यारेज तर अहिले चाहिँ तिमीले प्लान गर्नुपर्छ फेरि त्यो गर्नु पऱ्यो भने त्यस्तो केही छ I know all of us thought of the same thing first होइन तर त्यो नभनौँ त्यो युनिभर्सल प्रब्लम हो होइन त्यस बाहेक अरू मुभी हेर्न जानु किनकि होइन मुभी हेर्न जान पनि होइन हामी चाहिँ घरमा लास्टै धेरै मुभी हेर्थ्यो क्या एभ्री त्यो सुत्नुभन्दा अगाडि चाहिँ एउटा फिल्म भ्याउने या सिरिजको यो एपिसोड भ्याउने हुन्थ्यो एउटा फिल्म हेर्न अस्ति हामीलाई होइन 3 दिन लागेको अनि त्यो चाहिँ एकदमै मिस हुन्छ फर यु त्यो युनिभर्सल आन्सर नभन्नु हामी सबैलाई थाहा छ त्योभन्दा अलावा त्यो चाहिँ त्यही बाहिर जाने कुराहरूमा चाहिँ लाइक अब युजली हामीलाई चाहिँ अब बेलुकाको त्यही डिनर जाम अथवा केही गरौँ भन्यो भने चाहिँ त्यो टाइमै नमिले जस्तो केही टेन्सनै छैन ल आज यो खान मलाई जाम न ल सट्ट गयो त्यो कुराहरू चाहिँ अलिकति पहिलाको मात्रामा हुने रोमान्टिक डेट्स र रोमान्टिक गेटअवेज र अहिलेकोमा कतिको डिफ्रेन्स पाउनु भएको छ अनेस्ट आन्सर
कम छ भएको छ होइन किनकि टाइमै त दिन पाउँदैन अब त्यो बेबीमै एकदमै रमाइरहेको रोमरिलेको हुन्छ नि त हामी त अनि त्यो बाहेक आउँदा त ओहो यार कस्तो शान्त भयो है सो आफ्टर अ भेरी लङ टाइम जस्तो चाहिँ फिल हुन्छ तर यु डु मेक द एफर्ट गइसकेर हुन्छ ओके द्याट्स भेरी इम्पोर्टेन्ट वाट अबाउट यु चेन्ज भएको छ चेन्ज त कति कुराहरू त मलाई त कस्तो कति कुराहरूमा हरेक कुरामा मिलनकै याद आए जस्तो हुन्थ्यो कि पहिला केही कुराहरू गरेँ अहिले चाहिँ बच्चाहरूको याद आउँछ क्या अब म कतै गएको छ भने यहाँनिर मेरो छोराछोरी भएको भए तिनीहरूले कति खुसी रमाइलो गर्थ्यो होला है त्यस्तो हुन्छ त्यो म त मिलनलाई नै भन्छु यो कुरा उसले माइन्ड पनि गर्दैन अनि सो त्यो कुराहरूमा चाहिँ चेन्ज आए जस्तो फिल हुन्छ तर वी लभ इच अदर हामी दुईजनाको टाइम पनि स्पेन्ड गरिरहेको हुन्छ त्यो टाइम चाहिँ एकदम इम्पोर्टेन्ट हो त्यसलाई जोगाएर राख्नु होला डोन्ट टेक इट फर ग्रान्टेड ओके लेट्स से 1 विकको लागि चाहिँ बच्चाहरू हेरिदिने फुल माहौल मिल्यो अरे क्या युआर नट निडेड भनेर आयो अरे कतैबाट एउटा म्याजिक नै आयो अरे ल भनौँ दुईजनालाई कहाँ जान्थ्यो त्यो 1 विक म त थाइल्यान्ड जान्थेँ जस्ट बुढाबुढी मात्रै यस आई रियली तर त्यो एक हप्तामा फोन पनि गर्नु परेन केही गर्नु परेन क्या यो किड्स आर टेकन केयर अफ यु क्यान फर्गेट द्याट यु हेभ किड्स हाम्रो प्लान छ कि लाइक बुढाबुढी मात्रै जाने अनि देयर आर दिस काइन्ड अफ क्लब नि त अनि बुढाबुढी जाने कि यस्तो अनि पुरै इन्जोय गरेर आउने त्यस्तो बार सार जाने केटी दुईजनाले हेरेर आउने कस्तो हामी वी टक अब दिस एभ्री टाइम के कस्तो त्यो पटायातिर जाने भने जस्तो कस्तो जानु मन छ क्या बुढाबुढीलाई मात्र त्यो त what about you लाइक कता जाने कता जान्छु के गर्छु वाला थियो कुन ठाउँ अस्ति अस्ति भर्खरै गएर आएको दिए 1 हप्ता बसेर मलाई त त्यस्तो चाहिँदैन भन्दा जस्तो 1 हप्ता कसैले म त गइहाल्ने 1 हप्ता 1.5 हप्तालाई त्यो वाला उस नै आएन कि अस्ति भर्खर गएर आएको दुईजनाले टाइम स्पेन्ड गरेर 1 हप्ताको लागि सो म कहाँ जान्थेँ चितवन सौरा एकदमै सजिलो छ अहिले बाटो पनि हेर्नु पोखराबाट त 3 घन्टामा राम्रो बनाएको यस्तो राम्रो छ ओके सो अब अहिलेको टाइममा त अब एकदमै धेरै बच्चा हुर्काउँदाखेरि बिकज एकदम ग्लोबल छ नि त सो हरेक प्रकारको इन्फ्लुएन्सहरू आइरहेको हुन्छ लाइक यो बेलामा चाहिँ एउटा नेपाली चिज हुन्छ हामीले हुर्काउँदाखेरि हाम्रो आफ्नो संस्कृति भ्याल्युज पनि सिकाऊँ भनेर एउटा इन्टेन्सनल के छ करिश्मालाई कि यो चाहिँ म मेरो बच्चालाई सिकाउँछु हुर्काउँदाखेरि भन्ने त्यस्तो छ कुनै यसो नानी पेटमा हुँदाखेरिदेखि होइन आई डोन्ट नो वाइ बट आइ एम अट्र्याक्टेड टु यो कृष्णवाला कुराहरू के होइन सबैजनाले पेटमा कृष्ण सकिरहेको भन्दा भन्दा मेरो दिमागमा त्यो पसेर होला आई डोन्ट नो त्यतिखेर चाहिँ म स्कनतिर जान थालेँ जस्तो होइन सो अनि अहिले कति चिज गर्न खोज्दा पनि मलाई आउँदैन जस्तो फिल हुन्छ कि आई रियली वान्ट टु गो त्यो साइड अफ मेरो त्यो पार्टमा पनि होइन तर मलाई गाइडेन्स दिने कोही पनि छैन कि अफकोर्स मेरो मम्मी त पुरा धार्मिक हो होइन तर मलाई त्यो हुन्छ नि मैले कति चिज जाने छैन यार अब पूजासुजाको कुरा भयो दिदीले गरेर देखिरहेको हुन्छु अर्को अन्जना दिदीले गरेर देखिरहेको हुन्छु होइन आई रियली वान डु दोज थिङ्स पनि तर मलाई कस्तो आइडिया छैन यसलाई फिल हुन्छ होइन अनि त्यो चिज चाहिँ यो छोरीलाई चाहिँ थाहा होस् है किनकि दिज आर इम्पोर्टेन्ट क्या अब पहिला चाहिँ कस्तो हावा जस्तो लाग्छ होइन अब अहिले अब इभन यो अब लक्ष्मी पूजामा छोरीलाई पूजा गर्नेवाला पार्ट यस्तो आई एम लर्निङ होइन तर यो चिज मलाई थाहा भएको भए मैले अझ बेटर सिकाउन पाउँथेँ कि जस्तो चाहिँ फिल हुन्छ अनि सो मेरो छोरी चाहिँ मेरो माइत जाने बित्तिकै एभ्री टाइम ओम नमः शिवाय सुन्छ अनि आजकल एभ्री टाइम गणपति बाप्पा भन्छ अनि म चाहिँ रिलिजियस रुट्स चाहिँ प्रिजर्भ गर्न मन छ व्हाट अबाउट यु मेरो पनि त्यही हो मैले त सिकाइ पनि रहेको छु अहिले होइन नानी बाबु दुवैजनालाई हाम्रो चाहिँ अब युजली त्यो नवदुर्गामा कन्या पूजाहरू त्यस्तो भइरहेको हुन्छ नि त गिरवानलाई पनि सानैदेखि गर्ने हो अनि अहिले पनि लाइक अब कतै मन्दिरहरू देख्यो भने उसले यसरी ढोगिहाल्छ क्या सो त्यो कुराहरू चाहिँ मलाई एकदमै सिकाउनु मन छ म पनि त्यस्तै एकदमै स्पिरिचुअलतिर बढी नै लगाव छ मलाई त्यस्तो होस् भन्ने चाहन्छु अनि अर्को कुरा चाहिँ लाइक अब यही यो छोरी हुर्काउँदै गर्दाखेरि चाहिँ अब हामीलाई त मम्मीहरूले बिहा गरिसकेपछि के अरे अब खाना पकाउन सिक यो सिक बिहा गरेपछि यो गर्नुपर्छ त्यो गर्नुपर्छ जसरी सिकाउनुहुन्थ्यो नि तर मैले चाहिँ होइन खाना पकाउन सिक तर कुनै टाइम आउँछ जसले चाहिँ तिमीले आफ्नो लागि आफै गर्नुपर्छ होइन सो आफू सर्भाइभ हुनको लागि भए पनि तिमीले आफूले खाने सबै कुरा सिक खाना पकाउने मात्रै होइन सबै कुरा सिक्नुपर्छ त्यो वेले चाहिँ मलाई सिकाउनु मन छ छोरीलाई ओके पर्फेक्ट आई थिङ्क एकदम रमाइलो कुराकानी भयो अब हामी लगभग एन्डतिर आइसकेका छौँ बट बिफोर वी गो वी गन प्ले अ गेम है त सो यो गेमको नाम चाहिँ जुम्ड इन च्यालेन्ज हो होइन यहाँ हाम्रो स्क्रिनमा म तपाईँहरूलाई 5 वटा फोटोज देखाउँछु त्यो चाहिँ एकदम जुम्ड इन फोटो हुन्छ क्या अफ मेबी क्रिएटर्स अर सेलिब्रिटिज अर तपाईँले चिनेको कोहीहरू सो त्यो जुमबाटै तपाईँले पत्ता लगाउनु पऱ्यो कि यो कसको फोटो हो ओके त्यो त्यतिबाटै देखेर है त सो आर यु गाइज रेडी यस ओके सो इट्स अ कम्पिटिसन विच मिन्स टर्न हुँदैन जसले पहिला थाहा पायो भात त भनिहाल्ने ओके आर यु गाइज रेडी ओके फर्स्ट फोटो प्लिज रेखा थापा गुड जब आई थिङ्क दुवैजनालाई म 1 पोइन्ट दिन्छु है यसको लागि यु गाइज वर भेरी प्रिटी क्लोज ओके रेडी नेक्स्ट फोटो प्लिज
आएन पास हो both of you okay Malvika Subba हो वहाँ okay next photo please अति क्लोज रहेछ कि हामीले त कुनै थाहा पाउँदैन क्या हो म त थाहा पाइन यो त उहाँलाई अलिकति जुम आउट गरिदिनु त अलिकति धेरै नगर्नु है फेरि पोसिबल छैन जस्तो त्यो टेर्नु भएन भित्र एमसीआरले सो यही हो पास हो ए अरुणिमा लम्साल हो हैन फुल फोटो प्लिज हुन पनि सक्छ अबे एलिजाबेथ ज्यू साह्रै जुम भयो कि त्यो ओके नेक्स्ट तपाईँहरू 1-1 पोइन्टमा हुनुहुन्छ एन्ड यु गाइज आर पर्फर्मिङ मिजरेबली है बाइ द वे नेक्स्ट फोटो प्लिज किछि ब्लग हो लेट्स सी द होल फोटो ओके 2-1 नेक्स्ट प्लिज रुमालको बुढी बिन्दुली मैले बिन्दुली भन्छु कस्तो हो र मलाई नाम त रुमाल जुम आउट प्लिज ओके 3-1 मा छौँ है हामी बिचार उसको आइडेन्टिटी छैन मैले रुमाल भ्लग हेर्थेँ नि त अनि तिनजनालाई त्यसरी चिन्थेँ नेक्स्ट फोटो प्लिज आइसन होइन अन्ना सर ए होइन होइन आई थिङ्क यु गट इट राइट ओके प्लिज फुल फोटो प्लिज दिस इज साना त्यो फेस पनि होइन के खुम हो ओके 3-2 टफ छ है टफ तर यु गाइज आर डुइङ गुड ओके नेक्स्ट फोटो प्लिज पूजा शर्मा होइन होइन कसको थियो यो उषा खड्की फुल फोटो प्लिज 3-all and I think was that the last photo अर्को फोटो छ सकिएछ नि त फोटो सक्यो सो टाई भयो त अचम्म भयो त यो त सो अब हाम्रो गिफ्टिङ सेगमेन्टमा अब एकजनालाई मात्रै गिफ्ट दिनुपर्ने थियो नत्र भने यो कसले जित्छ भन्न तर हजुर दुवैजनाले यति राम्रो गर्नु भएर टाई भइसकेपछि चाहिँ वी आर गोइङ टु गिफ्ट बोथ अफ यु सिन्स यु आर बोथ विनर्स एन्ड अल्सो द गिफ्ट इज अल्सो टु से थ्याङ्क यू सो मच फर गिभिङ अस यर टाइम र मलाई चाहिँ एकदमै रमाइलो भयो आई थिङ्क अलि एकदम यङ एनर्जी द चेन्जिङ डाइनामिक्स अफ मदरहुड देखेँ मैले आजको कुराकानीमा चाहिँ एन्ड आई थिङ्क दिस इज हाउ वी इन्सपायर पिपल एभ्री डे सो थ्याङ्क यू फर बिङ अ पार्ट अफ आवर सो प्लिज गिफ्ट ह्याम्पर ल्याइदिनुहोस् त we go उठ्ने पर्दैन थ्याङ्क यू you can just pass that to Karishma थ्याङ्क यू सो मच of course here you go बिग बास्केट त्यही बिचमा मजाले मिलाएर राखे हुन्छ स्पेस बनाएर चक्क देखाएर सो यहाँहरूको ओपिनियन सुनौँ न त कस्तो लाग्यो त आजको यो सोमा आएर मलाई त एकदमै रमाइलो लाग्यो मेरो त फर्स्ट टाइम हो बट मैले हजुरहरूको न्यानोको पहिलाको पोडकास्टहरू सबै हेरेको छु प्राय दियाको पनि हेरेको छु हजुरले यो स्टार्ट गर्दाखेरि पनि म पनि जानुभयो हुन्थ्यो बट म प्रेग्नेन्ट हुँदाखेरि सिजन सक्यो होइन द्याट्स अ डिफ्रेन्ट थिङ बट एकदमै खुसी लाग्यो अनि अब कति चिजहरू हजुरले भनेको पनि आई किप द्याट इन माइन्ड अनि त्यसमा वर्क गर्छु अनि हजुर दुवैजना एकदमै इन्सपायरिङ मम्स इन्सपायरिङ वुमन हुनुहुन्छ आई अलवेज लुक अप टु यु गाइज होइन अनि एकदम खुसी लाग्यो कुराकानी गरेर व्हाट अबाउट यु दोस्रो पटक जतिवटा पनि म पडकास्ट गर्छु त्यतिमा सधैँमा तपाईँ आउनुहुन्छ नि होइन पक्कै पनि आउनै पर्यो म त यस्तो खुसी लाग्यो आज होइन किनभने फर्स्ट टाइम मैले प्रियङ्का दिदीलाई भेट्दाखेरि म यति धेरै नर्भस थिएँ कि होइन म लिटरली मलाई चाहिँ कति यो न्यानोको टिमले चाहिँ अलि अगाडि नै भन्नुभएको थियो तर कति पछि मात्रै सुरु भएको थियो है फर्स्ट सेसन चाहिँ अनि मैले कहिलेको मैले सोध्थेँ कि कहिले किन बोलाएन मलाई कट अफ गरिदिएछ क्या जस्तो कि साँच्चै हो म यति धेरै एक्साइटेड थिएँ होइन काठमाडौँ आउने भने काठमाडौँको टिकट पनि फिक्स भयो रातभरि निन्दा लागेको छैन भोलि प्रियङ्का दिदीलाई भेट्ने मैले के भन्छु होला उहाँले के भन्नुहुन्छ होला लाइक यस्तो धेरै म यति धेरै स्ट्रेस आउट भएको थिएँ डायरिया नै भएको थियो धेरै स्ट्रेस लिएर होइन अनि यसलाई भोलिपल्ट 81 डायरिया भयो भने कि डर लाग्छ मलाई सुन्नु न अनि भोलिपल्ट बिहान 81 पोडकास्ट गयो अनि दिदीलाई अगाडि देखेँ नि त होइन केही बोलेको छैन के दिदी अगाडि टक्क यति क्लोज हुनुहुन्थ्यो क्या त्यो यहाँ त अझै अलिकति टाढै हुन्छ होइन त्यहाँनिर त यो टेबल टक नै थियो क्या लाइक यो यहाँ त्यहाँ म यहाँ जस्तै थियो कि फर्स्ट सेसनकोमा देखेछु दिदीले सोध्नुभएको छ यता चल्न पनि डर लाग्छ यता चल्न मेरो अनुहार फुलेर पनि यत्रो पनि भएको थियो कि मलाई अनि थाहा छ लिटरली के अरे टिकटकको भिडियोमा बोले जस्तो हुन्छ र यो पोडकास्टमा बोल्न भनेर पनि कमेन्ट गरेको छ कि मान्छेले लाइक मेरो त्यो अनुहार देखेर
त्यस्तो भएको थियो कि अनि त्यसपछि त मैले दिदीसँग कतिपटक भेट पनि भयो नि त अब यसरी त फर्स्ट टाइम बोलेको त्यो मलाई यति धेरै खुसी लागिरहेको छ मैले मजाले बोल्न सकेँ भनेर कि एकदम धेरै चेन्ज छ तपाईँको होल प्रेजेन्टेसन र होइन प्लस अब गर्दै गएपछि बानी पनि भयो नि त यो स्किल मेकिङ भिडियोज अनि पब्लिक स्पेसमा कति आइरहनु भएको छ यत्रो खतरा कन्टेन्ट क्रिएटर भइसक्नु भएको छ सो अभियसली कन्फिडेन्स त बुस्ट भइ नै हाल्छ त्यहाँबाट पनि एकदमै खुसी लाग्यो म त हजुरको त म त फर एभर फ्यान हो होइन तपाईँको त मलाई यति हरेक कुरा यस्तो धेरै इन्सपायरिङ लाग्छ नि सो एकदमै थ्याङ्क यू म चाहिँ एकदमै थ्याङ्कफुल ग्रेटफुल थ्याङ्क यू मलाई पनि एकदमै रमाइलो लाग्यो होइन टु हियर डिफ्रेन्ट पर्सपेक्टिभ्स अन मदरहुड अनि आई थिङ्क कति मजाले खुलेर मनभित्र भएको कति कुराहरू पनि हामीले निकाल्यौँ र आई थिङ्क यस्तो स्पेसेस क्रिएट नै त्यसको लागि हुन्छ सो द्याट अलिकति भए पनि जानेर नजानेर वी इन्सपायर पिपल र अलिअलि मात्रै पनि हाम्रो कुराहरू कसैको घर झ्यालढोकाबाट छिरेर एउटा मात्रै लाइफ चेन्ज भयो या उहाँहरूले हेर्ने नजरिया चेन्ज भयो या कसैले आफ्नो बुहारीलाई कसैले आफ्नो छोरीलाई कुनै हस्बेन्डले आफ्नो वाइफलाई ट्रिट गर्ने तरिका अलिकति पनि चेन्ज भयो भने हाम्रो जित त्यहीमै हो जस्तो लाग्यो मलाई होइन सो थ्याङ्क यू फर बिङ द पावरफुल भोइसेस अफ टुडेज जेनेरेसन तपाईँहरू दुवैजना अमेजिङ मम्स हुनुहुन्छ एन्ड अमेजिङ पर्सनालिटिज हुनुहुन्छ आफ्नो फिल्डमा सो किप सोरिङ हाई एन्ड वी विश यू अल द बेस्ट थ्याङ्क यू सो मच थ्याङ्क यू फर ह्याभिङ अस Thank you so much, Karishma and Binjul, for being so honest and pouring your heart out into this show. आजको हाम्रो कुराकानीमा सबैभन्दा मेरो मन छोएको कुरा चाहिँ के थियो भने that every mom matters. Every mom is important. र पेरेन्टिङको कुनै पनि राइट या रङ शैली हुँदैन. Every mom is doing her best and we need to give her credit for it. Thank you for being so honest. I'm sure हाम्रो audience will love this episode. So जाँदै अब यहाँहरूलाई पनि हजुरहरूले चिनेको कोही moms हुनुहुन्छ that is doing a great job balancing family, career and life, please drop down a message for them in the comment section. The most heartfelt comment ले जित्नुहुनेछ न्यानोको तर्फबाट एउटा gift hamper. Winner announcement हुनेछ न्यानोको official Facebook, Instagram र TikTok मार्फत. यदि यहाँहरूले न्यानो प्रडक्ट्स ट्राई गर्नुभएको छैन भने देयर इज अ लिङ्क इन आवर डिस्क्रिप्सन बक्स त्यसलाई क्लिक गरेर छिट्टोभन्दा छिट्टो न्यानोको न्यानो माया लिइहाल्नुहोस् वन्स यु स्टार्ट युजिङ इट तपाईँले स्टप गर्नु हुँदैन यति चाहिँ म ग्यारेन्टी गर्छु थ्याङ्क यू फर स्टेइङ विथ अस टुडे अर्को हप्ता फेरि पनि रमाइलो कन्टेन्ट लिएर हामी आउने नै छौँ त्यतिखेरसम्मको लागि हामीलाई बिदा दिनुहोस् नमस्ते न्यानो भएर बस्नुहोस् ल